नामुस्ते। नमस्कार। एउटा मैले आज भिडियो हेरेको थिएँ कि हो। त्यहीँबाट सुरु गरौँ होइन? मैले त गेमबाट सुरु गर्न आँटेको थिएँ। ए मैले भिडियोबाट ल सुरु गर्न। गेमबाटै सुरु गरौँ न त। इट्स भेरी सिम्पल, दुइटा हो। धेरै मह्म, धेरै चोइस छैन, दिस अर द्याट होइन। ओके। ओके, धेरै टपिक पनि थाहा छैन, त्यही भएर छोटो छोटो मिठो छोटो मिठो एकदम। धेरै भयो होइन, कति डिस्कसन मात्र गर्ने मह्म, होइन। ल, दिस अर द्याट है, रम कम्स, धेरैवटाको सिलेक्सन छैन बस। मह्म। ओके, लभ आजकल या हम तुम, लभ आजकल। लभ आजकल या डिडिएलजे, डिडिएलजे। डिडिएलजे या जब वी मेट, जब वी मेट। जब वी मेट या जाने तू या जाने ना, जाने तु या जानेन। ल लास्ट वान, जाने या जाने या सलाम नमस्ते। जाने तु या जानेन। इट्स अ भेरी कोल्ड फिल्म। एउटा यो फिल्मले गर्दाखेरि एउटा हिरोको अहिलेसम्म पनि चिन्छ यार, वाट होइन। डेब्यू भनेपछि इट्स अ चल्या भने अब त्यही फिल्म इन्ट्रेस्टिङ। हो उसको बिचरा। होइन, अरू पनि छ बट सम हाउ इट हेज अलवेज बिन कनेक्टेड विथ यु क्या, होइन। जब मेड लाइक योभन्दा पनि सम हाउ जाने दुई जाने जहाँसँग एउटा ऊ छ क्या, मान्छेको म- लगाव। मेरो विचारमा त्यो जाने तु या जानेन हाम्रोमा किन यस्तो लगाव भएको हो जस्तो लाग्छ भने त्यो जुन उम्, जुन टाइममा त्यो फिल्म रिलिज भयो र जुन त्यो फिल्ममा उम्, देखाइरहेको सिनेरियो छ नि त्यो चाहिँ हामी सबैले रिलेट गर्न मिल्ने टाइम थियो कि भनेको ओके। मुभीसँग रिलेट गर्यो भने मुभी आफ्नो मनमा बस्छ नि त। त्यो Yeah, भएको but हो जस्तो लाग्छ। I'm a big fan of Love Askal as well. उम्, Like, तर लभ आजकल यस म्युजिकदेखि लिएर no, I think I फिल्म। know you know what is Love Askal. I think उम्, Love Askal gets better with time. उम्, Like more you understand it, उम्, like अहिले त भन्छ नि सिचुएसनसिप, क्याजुअल रिलेसनसिप या के भन्छ लङ डिस्टेन्सदेखि लिएर यो सब अहिले के भन्छ नि हाम्रो अहिले अहिले के छ भने त नि एकदम करियरमा फोकस एम्बिसन, इट एक्चुअली टक्स अबाउट अ लट अफ दिस थिङ्स अग्री। होइन। ओके, त्यसपछि चाहिँ मैले अब अन्डर रेटेड एल्बमहरू भनौँ कि भुलिसकेको एल्बम भनौँ त्यसो चाहिँ आई डोन्ट नो विपिनसँग यो एल्बमहरूको ज्ञान छ कि छैन, यो सरी फिल्मको गीतहरूको ज्ञान छ कि छैन। ओके। त्यस भएर दिस एन्ड द्याट यसमा पनि अघि। उम्, सो स्टार्टिङ विथ कमिने और बर्फी। पर्फी। डु यु एक्चुअली रिमेम्बर, पहिला यो क्वेसन, गीतहरू याद छ कि छैन? छ कमिनेमा त्यही ट्यान हुँ, अनि पहली त्यसपछि बार मोहब्बत। अँ अनि त्यसपछि हाम्रो दौडिँदा दौडिँदै गाउने चाहिँ कुन चाहिँ हो र त्यो गीत? एक्चुली बट गुड कमिनेमा। एल्बम एक्चुली, बट अँ, विशाल शेखर, गुड वर्क। एन्ड बर्फी एज वेल। बर्फी बिकज सो मेनी त्यो यस्तो हुन्छ क्या बर्फीमा चाहिँ मलाई चाहिँ किन बर्फीको एल्बम मनपर्छ भने इट हेज गट अ मिक्स ब्याग अफ एल्बम हुँ, जहाँ चाहिँ तिमी खुसी छौ भने पनि अल्ला अल्ला मत यस। वाला बर्फी सुन्न मिल्छ। अनि वेन युआर इन लभ हुन्छ नि फेरि ले आया But दिलदेखि लिएर। it doesn't like बर्फीको एल्बमको it doesn't get like talked about a lot like उम्, अदर एल्बम भन्दाखेरि हो। प्रितमको होइन। उम्, ओके, सो बर्फी और डेभ डी, हैव यू बर्फी। एक्चुअली? बर्फी। आंखों का है जलवा बट आई ऐसा थिंक है। इफ यू गो ब्याक एन्ड आई थिंक देव दी इज अ भेरी इन्ट्रेस्टिङ फिल्म। अल्टो अग्रवाल लेटर कुनै टाइम होइन, अभय बट द देओल। एल्बम इज लाइक अमित त्रिवेदीको हाम्रो लागि चाहिँ इन्ट्रोडक्सन थियो नि उम्, त्यो, भेरी न्यू साउन्ड, भेरी न्यू। ओके, बर्फी और लुटेरा। सवार लूं है सवार लूं। बर्फी। ओके, अगेन अमित त्रिवेदी, भेरी। उम्, बर्फी या ग्याङ्स्टर? ग्याङ्स्टर। होइन एकछिन एकछिन ग्याङ्स्टर मैले ग्याङ्स्टरको गीतहरूमा भन्न कहाँ सक्छ जाने एकछिन। कोही या लम्हा लम्हा, ये लम्हा लम्हा। देयर इज बर्फी। अनदर, रियली। उम्, एक मिनट, लेट एक सेकेन्ड है प्लिज, लम्हा प्लिज। लम्हा। या अली, याले मदद आले। भीगी अहँ, भीगी, भीगी भीगी सी है ओ। तू ही मेरी सब है। आई स्टिल गो विथ बर्फी।
बिकज सायद ग्याङ्स्टर इज भेरी एउटा निस क्याटेगोरीमा पर्छ, इट्स भेरी तन्हाई टाइपको अँ एल्बम भएर होला। त्यो होइन, त्यो पनि होइन, त्यो एउटा किक दिनुपर्छ नि, किक। उम्, त्यो किक चाहिँ दिएन क्या, मतलब अगेन जस्तो नस्टाल्जिया हुनु पर्यो भने आई क्यान लिसन टु सावली सिरात आई हो। थिङ्क इट्स बर्फी इज मोर जोयस, वेराज ग्याङ्स्टर इज मोर ट्रेजिक ब्रुडिङ छ नि। ग्याङ्स्टर चाहिँ मलाई के भयो भने एकदम म्युजिक A1, नो एकदम डाउट क्या। यस। इट इज जस्ट बिकज अफ द्याट एरा जहाँ चाहिँ हामीले इमरान हासमीलाई जुन इमरान हासमी, कङ्गना रनावतलाई जुन कङ्गना रनावतको उम्, चस्माले हेरिन्थ्यो नि, उम्, त्यसले मात खायो क्या। मतलब इफ दे वेयर नट द्याट इम्प्रेसन अन आवर हेड होइन, उम्, हामीले त्यो मुभी लुकी छुपी हेर्न नपरेको भए उम्। चाहिँ इट वुड हेभ बिन डिफ्रेन्ट स्टोरी जस्तो लाग्यो। फर अ ग्रेट एल्बम एज वेल। उम्. ओके, बर्फी और नमस्ते लन्डन। नमस्ते लन्डन इज अ भेरी अन्डररेटेड एल्बम बाई हिमेशमा। नमस्ते लन्डन कहने को साथ अपने। Like if you go through like त्यो भयो, and there is like what we have, के भन्छ, मैं जहाँ रहूँ यो है, यही यही होता प्यार, यही हो त। रफ्ता रफ्ता। आई विल इट्स स्टिल गो विथ बर्फी। एन्ड फाइनल्ली यो चाहिँ मैले फाइनल्ली जानेरै राखेँ, बर्फी और ओमकारा। धुम धुम धडम धड बिडी जलाइले नमक इश्क। इश्क का है रे। एकदम यदि म फोक रकतिर भएको भए चाहिँ आई वुड से ओमकारा। किनभने त्यो रनेस हुन्छ नि, जस्तो बिडी जलाइले भन्ने बित्तिकै यु डोन्ट फिल बिडी जलाइले, यु गो टु द्याट द्याट प्लेस क्या। जस्तो त्यो त्यो एक्ज्याक्ट त्यो माटोको बास्नादेखि लिएर हुन्छ नि, त्यो आउँछ क्या दिमागमा। अनि त्यो म्युजिकले त्यो क्रिएट गर्नु भने चाहिँ एकदम रेयर हो। तर यट आई विल स्टे विथ बर्फी। आई थिङ्क ओमकारा इज एन अनदर एल्बम जो चाहिँ हामीले भुलिसकेको जस्तो छ। लाइक उम्, यो चाहिँ बिडी जलैले, नमक इश्का, नैना, उम्, एन्ड टाइटल ट्र्याक ओ साथी रे। ओ साथी रे एन्ड स्पेसली नैना चाहिँ उम्, दे प्ले इन उसमा क्या। नैना मोस्टली इज प्लेड इन इन्डियन आइडलको अडिसनहरूमा, नैना उम्, ठग्लङ्गे। उम्, उम्, सो लाइक कहाँनिर गएर अन्डर रेटेड भइदियो भने नि यो सबै ठ्याक्क म्युजिक। बर्फी इज बर्फीको त्यो एरा जुन थियो नि, त्यो एरा चाहिँ यस्तो खालको एरा थियो कि जहाँ चाहिँ इफ युर म्युजिक इज नाइस पिपल विल गो टु यर थिएटर के, टु वाच यर मुभी भन्नेमा त्यो एरामा पर्छ। तर यो जति पनि हामीले अघि योभन्दा अगाडिको नामहरू लियौँ नि, त्यो चाहिँ त्यो खालको ट्रेन्डमा पर्दैन क्या। जहाँ चाहिँ म्युजिक राम्रो भयो भने वा म्युजिकले चाहिँ अडियन्स ड्र्याग गर्ने भन्ने थिएन। बर्फी मेरो लागि चाहिँ इज द्याट काइन्ड अफ ट्रेन्ड सेटर जसले चाहिँ ओ ल यो म्युजिक चाहिँ राम्रो छ त्यही भएर गएर हेर्नुपर्छ भन्ने खालको त्यो ट्रेन्ड सेट गरे भएर होला। मलाई चाहिँ के भयो, मैले यो पोडकास्ट एउटा सुन्दै थिएँ, अनि त्यसपछि मलाई याद आउन थाल्यो, उम्, लाइक कन्टेक्चुअली लाइक ओमकारा इज अ ब्रिलियन्ट एल्बम जो हामी अब खासै सुन्दैन होइन। उम्, तर यसको अझै एउटा एउटा पनि गल्ती अर्को पनि छ कि ओमकारा भयो या इभन ग्याङ्स्टर बिलोङ्स टु जोनर जहाँ चाहिँ फिल्मसँग मुभ हुन्छ क्या त्यो। उम्, लाइक फिल्मसँग जोड्यो भने चाहिँ इट बिकम्स लाइक डिफ्रेन्ट बिस इन इट सेल्फ होइन। उम्, इन्डिभिजुअलिस्टिकली जाँदाखेरि चाहिँ अलिकति त्यसको लागि चाहिँ मुडै सेट गर्नुपर्छ भने क्या। उम्, लाइक बर्फी डजन्ट निड द्याट, लाइक क्यों इज अ फन सङ, यु क्यान लिसन टु एनी वान, फिल्दै आयो दिल त हरेक टाइम उम्, चलिरहेको हुन्छ। इज बर्फी टाइटल सङ अल्सो। उम्। सो बट प्रितम, प्रितम लुक ग्याङ्स्टर प्रितम, त्यो त्यो बर्फी त्यो त्यो प्रितम। प्रितम चाहिँ आई लाइक त्यो एराको प्रितम चाहिँ आई क्यान अन्डरस्ट्यान्ड। I didn't even include Metro in there because I thought that was like very mainstream. Like those were his albums. Like okay, this is the Pritham we used to learn when right? अन्डर रेटेड त भन्दै भन्दिनँ म Alright. होइन। त्यो जति पनि हामीले अहिले एल्बमको नामहरू लियौँ त्यो अन्डर Mm-hmm. रेटेड त भन्दिनँ। तर त्यो एरा त्यो यस्तो खालको एरा थियो कि त्यहाँ चाहिँ त्यस्तो खालको मात्र मुभी चल्थ्यो होला कि, मतलब त्यस्तो मात्र गीतहरू चल्थ्यो होला कि। इफ यु सी त्यो प्याटर्न क्या, जस्तो मेट्रो के अरे इन दिनोमा पनि त्यही इन दिनो सेम प्रितम, प्रितम डज प्रितम के, मतलब उसको झलक ठ्याक्क देखिन सक्छ। अनि आई लाइक बर्फी बिकज मैले अघि नै भने जस्तो त्यो सबै फ्लेभर छ, अनि प्लस त्यो मुभी हेर्दाखेरि मुभी मन पर्यो, अनि त्यो मुभीको साथसाथ त्यो गीत फ्लो हुँदाखेरि चाहिँ अझ इम्प्याक्टफुल भयो, जस्ट लाइक रक स्टार। But I think it is also like
इट्स नो मोर कि त्यो वाला प्रितम चाहिँ अब आई डोन्ट थिङ्क इट्स एक्जिस्ट भने उम्, लाइक इभन he tried it, like Metro Indino is a great example of it होइन उम्, लाइक या इट्स अ भेरी गुड एल्बम बट त्यो जुन इम्प्याक्ट थियो नि उम्, लाइक हिज र एल्बम्स त्यो चाहिँ छैन कि उम्, इभन आई क्यान से द्याट अबाउट इभन एआर रहमान एज वेल एआर रहमान, होइन लाइक दिल से बिलोङ्स विथ सेम डिफ्रेन्ट क्याटेगोरी इन इट्स सेल्फ उम्। सो सो द्याट्स अबाउट इट फर मी अब भन्नुहोस् त यो भाइको यो भिडियो गीत यो गीत नै गीतकै मामलामा भएर भने हिजो के हेरौँ हुन्छ नि, के गरौँ के हेरौँ भइरहेको बेलामा फ्याट्ट चेन्नाई एक्सप्रेस आइरहेको, चेन्नाई एक्सप्रेस ठ्याक्कै हेरेँ। अनि त्यो चेन्नाई एक्सप्रेसमा अहिले हेर्दाखेरि त्यो सेरोगेटरी एडभर्टिजमेन्ट, डेलिगेटरी सेरोगेटरी डेलिगेटरी एडभर्टिजमेन्टहरू कति धेरै प्लेसमेन्ट गरे रहेछ भनेर, मतलब नोकिया X35 त्यो वाला, भने त्यो वाला। अनि अहिले हेर्दाखेरि पनि त्यो रमाइलो लाग्ने के त्यो चेन्नाई एक्सप्रेसको बट होल मुभी। I don't think Chennai, like मेरोमा like त होइन but I don't think Chennai Express has actually उम्, aged properly उम्, because of its like the South Indian gags उम्, and because of those things. But it's still fun. Yeah, अब see this is what happened. हामी एउटा एराको फिल्महरूलाई अर्को एरासँग कम्पेयर गर्नु खोज्दाखेरि चाहिँ यो हुन्छ कि उम्, like people have there are people that say like it's very you know very derogatory towards the South Indian India उम्, and all, but it is still fun. त्यही त। Now, if I was Chennai Express, I can remember these casting people and the मान्छेहरू छ नि who उम्, were not that famous at that time, but now I can see that oh यार यो त यो कटप्पा त है मैले कटप्पा ए आयो। भयो even though you know के थियो एउटा त्यो डायलग नि तू मेरी बीवी है चाले वाला do you know ए that अँ 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 he is a अँ, very good actor like he is doing like he's के बाबु हो he is a very famous actor right now so उम्, you can see those and you're like oh yeah, these people used to be not that big. Now they are like different people. मतलब फर्स्टमा मैले ओम शान्ति ओम हेर्न ट्राई गरेको थिएँ, तर Again, ओम शान्ति ओम भन्दा त बरु चेन्नाई एक्सप्रेस हेरौँ न, जस्तो चेन्ज अफ फ्लेभर भने मतलब मलाई चाहिँ के लागिरहेको थियो भने ह्याप्पी एन्ड के अरे ह्याप्पी न्यु इयर, अनि त्यसपछि हाम्रो आई कान्ट बिलिभ ह्याप्पी न्यु इयर इज मेड बाई डिरेक्टर हु मेड ओम शान्ति ओम भने जस्तो लाग्ने क्या मलाई। maybe that is the formula. No, no. उम्, Let's not bound to one thing. And she made Meuna actually अँ formula, त्यही त मे हुना। which is like very different genre in itself. नि एउटा action comedy, उम्, एउटा period comedy, on त्यसपछि अर्को त dance हो. So yeah, oh my God, Farah Khan is a talented person, and मेरो लागि तिसमार खान अब सबैको लागि नि it has become a quality. Like what a film that is! What a film! Seriously, bro. द That's a brilliant फर्स्ट film. फिल्म टु विन अस्कर्स। Yes. This Man Khan is an interesting film for me. किनभने I went into hate that film. किनकि त्यो बेला शाहरुख खान उसको झगडा एन्ड अक्षय कुमारको मिङ्गे नामै तिसमार खान राखेर and when I came out I was like bro this film is so good. लास्ट त्यो मेरी देश की धरती. I was like bro that is so अहिले चाहिँ it has got its due here. त्यो बेला फ्लप भयो it has got its due. धेरै मुभीहरू चाहिँ त्यो क्लासमा हुन्छ नि, क्लासमा Hmm. परेर पनि धेरै मुभीहरू फ्लप भएको छ कि त्यो बेलामा रिलिज गरे बेलामा, तर अहिले चाहिँ हेर्दाखेरि चाहिँ इट इज डिफ्रेन्ट। एनिवेज, मैले अघि के गर्न लाग्थेँ भने जस्तो अब हामी क्रिकेट हेरिरहने क्रिकेट फ्यान्सहरूलाई चाहिँ हामीलाई क्रिकेट इज नथिङ, क्रिकेट इज सो सिम्पल गेम, वी नो द Is it? रुल्स, वी नो द रुल्स होइन, हामीलाई त्यस्तो लाग्छ कि। तर वेन इट कम्स टु एक्सप्लेनिङ समन हु Hmm. इज फ्रम नन क्रिकेटिङ ब्याकग्राउन्ड, इभन समन हु हेज प्लेड बेसबल, कि उसलाई चाहिँ एक्सप्लेन गर्नु पऱ्यो दिस इज हाउ इट प्लेज, यो हो, यो भनेको यो हो, स्ट्राइक रेट भनेको यो हो, इकोनोमी भने यो हो भनेर एक्सप्लेन गर्नु पर्दाखेरि हामी चकमा खान्छौँ नि। अब रिसेन्टली चाहिँ मैले मेरो ड्याडी जो चाहिँ Hmm. नन क्रिकेट ब्याकग्राउन्डबाट हुनुहुन्छ, उहाँलाई चाहिँ मैले यो T20 वर्ल्ड कपबाट चाहिँ वेलकम टु क्रिकेटिङ वर्ल्ड भनेर मैले वेलकम गरेँ, र उहाँ अहिले रेगुलर क्रिकेट हेर्नुहुन्छ। Hmm. अब समस्या के भइदियो भने के अरे नेट रन रेट भनेको के हो होइन। अब यो क्वेसन यति मुस्किल र जटिल छ नि,
हामीलाई नै बुझ्न गाह्रो भइरहेछ कि अहिले नेट रन रेट के हो। म एउटा भिडियो देखाउँछु अनि त्यसपछि वी विल डिस्कस के कति ड्रग कम्प्लेक्स कति कम्प्लेक्स छ भनेर। हाम्रो ड्रग भयो जीको आइरहेछ। ए यस यस 2 मिनटको यसमा म अगाडि चाहिँ जान्न, तर उसले यहाँ के गरेछ भने हेरेरै मलाई पुगिसक्यो यो कुनै म्याथ क्लास चलिरहेको छैन। ये हमसे ना हो पाएगा यहाँ उसले एजम्सन के गरेछ, यहाँ एक्स पनि छ वाइ पनि छ। यो मलाई किन चाइल्डहुड ट्रमा, क्रिकेट त मलाई एकदम कति रमाइलो गेम जस्तो लाग्थ्यो, यो किन मलाई चाइल्डहुड ट्रमा दिइरहेछौ। यो र ढको डोइस क्यालकुलेसन गर्नु पर्यो भने दिन बिन्छ ओ माय गॉड तर यो त लास्टमा गएर उसले के भन्छ भने यति सबै भने कस्तो मजाले बुझाइरहेछ नि म्याथ, हाम्रो म्याथ टिचरले भन्दा राम्ररी बुझाइरहेछ, टु बी भेरी स्पेसिफिक होइन। लास्टमा गएर उसले के भन्छ भने अहिले एक्स वाइ गरेर गरेर भएर ऊ भइरहेको जस्तो लाग्छ, दिस दिस एक्सपेन्सिभ एभ्रिथिङ। आज रातिको गेममा पाकिस्तान श्रीलङ्का, पाकिस्तानले 120 बनायो भने श्रीलङ्कालाई 57 रनमा प्याक गर्नुपर्छ, 140। एज सिम्पल एज दिस के, यति मात्र भनिदिएको भए वाउ ए आई कुड एक्सप्लेन मेरो ड्याडीलाई। मैले यो भनेको चाहिँ पाकिस्तानले श्रीलङ्कालाई 60-63 रनको बिचमा चाहिँ हराउनु पर्ने रहेछ भनेर भन्नुपर्ने रहेछ। तर त्यो जुन अगाडिको पार्ट छ जहाँ चाहिँ त्यो उसले एक्स वाइ के गरे, ऊ दिस पार्ट, दिस टेक्स मी ब्याक टु ट्रमा, एब्सोल्युट ट्रमा। मैले भन्न खोजेको चाहिँ यहाँ यतिकै त क्रिकेटलाई हुन्छ नि, क्रिकेट इज भनेको ब्रिटिसले इन्ट्रोड्युस गरेको भनेर कस्तो ठ्याक्कै थाहा हुने कि, मतलब दे आर सो म्याथमेटिकल्ली स्ट्रङ के। यो भयो डकवर्थ लुइस मेथड भन्ने, अझै पनि हामी I never understood it. त्यसमा त झन् बल बाई बल यति को राउन्डमा यति क्यालकुलेसन हुन्छ। हाल्नुपर्छ यति लाइक आई वुड नेभर बट एनआरआर इज अ इन्ट्रेस्टिङ थिङ तर योभन्दा बढी इन्ट्रेस्टिङ थिङ के थाहा छ मह्म। यदि पाकिस्तान जित्यो भने श्रीलङ्कालाई फाइदा छ क्या मतलब यो आफ्नो नेट रन रेट सब पुरा गर्यो भने ओ किनभने यदि पाकिस्तान पनि आउट भयो भने दुइटै सेमी फाइनल सबै दुइटा सेमी फाइनल र मह्म, एउटा फाइनल सबै इन्डियामा हुन्छ मह्म, मह्म। त्यो भनेको घाटा भयो टुरिज्म। अब टुरिज्म भन्दा पनि ब्रोडकास्टिङ डिलहरू यो सबै मह्म, गरेर घाटा भयो नि त ब्रोडकास्टिङ डिल हो टुरिज्म त मतलब छैन उनीहरूलाई मह्म। अब भन्छ नि यो कस्तो वर्ल्ड कप जहाँ चाहिँ होस्टले चाहिँ नि घाटा खाइरहेछ लाइक इट्स सपोज टु बी लाइक वान के भन्छ सेमी फाइनल सुड हेभ बिन इन श्रीलङ्का। श्रीलङ्का होइन जस्तो जे कन्डिसनमा पनि अब यस्तो हालत भयो कि अब दिस इज अ भेरी आई एम आइसिसलाई म यति भन्दा भन्दा अब थाकेर त बिलाइछ यार कैसा लगा स्क्रिप्ट भनेर आइरहेको थियो एउटा मिम, कैसा लग रहा है स्क्रिप्ट भनेर। बट इट भन्नु लिटरली भन्नुपर्दा इट्स नट फेयर अन अदर टिम्स राइट नाउ उम्, लाइक वान कन्ट्री इज अलवेज प्लेइङ एट द नाइट्स उम्, हो। त्यति नै टाइममा मात्रै खेलेको गर्छ होइन एन्ड उम्, अल्सो त्यो अर्को एडभान्टेज के भन्यो भने उसले सबै टिम अगाडिको के गरेको हेर्न पाउँछ कि हो। दे आर द लास्ट वान टु प्ले नि त त्यही त्यही त्यो त्यो कुरा एउटा चाहिँ मलाई पनि खड्क्यो, जस्तो फिफाको टुर्नामेन्टहरूमा हुँ, त्यो ग्रुप लेभल, त्यो ग्रुप स्टेजको गेम्सहरूको लास्टको दुईटा गेमहरू एउटै साइमल्टेनियसली एउटै टाइममा टाइम भइरहेको हुन्छ कि, हुँ, सो द्याट इट अभोइड्स म्याच फिक्सिङ हुँ, सबै कुराहरू। किनभने इफ यु रिमेम्बर योभन्दा अगाडिको दुई दुई एडिसन अगाडिको T20 वर्ल्ड कपमा नेदरल्यान्ड्सले साउथ अफ्रिकालाई हराउनु पर्ने थियो हुँ, सो द्याट पाकिस्तान कुड क्वालिफाई फर द नेक्स्ट राउन्ड। यस 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 अनि पाकिस्तान सेम ग्राउन्डमा पाकिस्तान त्यहाँ बसेर साइड लाइनमा बसेर हेरेर बसिरहेको गेममा नेदरल्यान्ड्सले साउथ अफ्रिकालाई हराएको थियो। हराएको अनि उनीहरू त्यो ग्राउन्डबाट बाहिर निस्किँदाखेरि चाहिँ बाबर आजमलाई नेदरल्यान्ड्सको क्याप्टेनले चाहिँ मेक स्योर यु विन भनेर भनेको थियो। मलाई चाहिँ त्यो कस्तो हुन्छ नि वाइयात भन्छ पछिको। क्या लाइक इट्स नट फेयर टु अदर टिम्स एक्चुली किनकि यो ब्याक एन्डमा जहिले पनि एउटा एडभान्टेजमा बसिरहेको छ क्या त्यो
उम्, त्यो भयो। अब सेड्युलिङको त सेड्युलिङ मात्र होइन, यो ग्रुपको त कुरै नगर, टप टप टिमहरू सब एउटा यो सब, अब आई डोन्ट नो, अब कति होइन कम्प्लेन गर्दा गर्दा थाकिसक्यो। इट्स नट गोइङ टु चेन्ज। उम्। भनेपछि आज आज होइन भोलिको गेम होइन, भोलिको गेममा यदि इट्स अ साउथ डाइरेक्ट अफ्रिका नकआउट। इट्स अ साउथ डाइरेक्ट अफ्रिका नकआउट। ए वेस्ट इन्डिज एन्ड इन्डिया इज डाइरेक्ट नकआउट। हो whoever wins yeah whoever wins they go qualify. It's a direct ओके knockout. Net run rate keep on त्यसमा भर पर्दैन। And वाट I इफ was like, वाट huh? इफ साउथ अफ्रिका लुज They are already qualified. ओके They have already got 4 points. के भन्छ, India has two, West Indies has two. टु That's it. इन्डियाज रन रेट इज -0.05 त्यो त मतलब भएन नि। पोइन्ट्समा It's a काउन्ट हुने भयो it's a direct knockout so इफ yeah. इट रेन्स Then तर रेनको चान्सै छैन अरे। तर मैले अब चाहिँ रियलाइज भयो कि कस्तो घटिया टिम रहेछ अस्ट्रेलिया भनेर। ओ माई गॉड कुरै नगरौँ त्यो कहिलेकाहीँ हुन्छ यसी छोटी छोटी शहरों में के अरे बड़ी बड़ी शहरों में यसी छोटी छोटी बातें होती रहती हैं लिटरली यार, त्यसपछि न श्रीलङ्काले जितेको छ न जिम्बाब्वेले सी जितेको छ। जिम्बाब्वेको ठाउँमा अस्ट्रेलिया हुन्थ्यो हुन्थ्यो। होइन हुन्थ्यो द टुर्नामेन्ट ह्याड बिन माइट ह्याभ बिन मतलब एकदम मजादार रोमाञ्चक हुन्थ्यो। एकदम रोमाञ्चक हुन्थ्यो तर के गर्ने साथीहरूलाई वर्ल्ड कपभन्दा धेरै यतातिर आइपिएलतिरको ध्यान बढी छ जस्तो लाग्छ तर त्यो एनएस्ट छोड छोड छोड। अब भन्दा भन्दा आफैलाई अब टाउको दुखिसक्यो। ओके इट यो डजन्ट म्याटर। यो हिजो एउटा अर्को मुभी पनि हेर्ने सौभाग्य पाएँ मैले अब मैले भने त तपाईँले हेर्नु पाएन होला आजसम्म। छैन ओ माई मुभीको गड। नाम छ स्क्रिम 7 ए मैले हेर्न आई हेभ नेभर इभन सिन स्क्रिम 1। पर्दैन रहेछ ए के हेर्नै पर्दैन। पर्दैन रहेछ उम्, च्याट जिपिटीलाई सिनप्सिस बताइदिए भनेर भन्ने बस त्यसरी चाहिँ मजा आउँदैन। इट ह्याज टु बी लाइक, सिक्स हेरेको छ कि छैन मैले भने एउटा पनि हेरेको छैन। एउटा पनि हेरेको छैन एउटा पनि हेरेको छैन। मन डज छैन नट मलाई। म्याटर उम्, कनेक्सन छ उम्, होइन तर बुझिन्छ मतलब ए क्यारेक्टरले यसरी भनिदिन्छ कि ए यो मान्छे चाहिँ मैले पनि हेरेको छैन ए 1 2 3 4 5 कुनै नि हेरेको छैन ए सिक्स ओके। हेरेको जस्ट बिकज जेना अटेका थियो त्यसमा होइन अनि भयो एकछिन भन्नु भन्नु। सेभेनमा चाहिँ मैले हेर्दाखेरि चाहिँ सेभेनमा होल न्यू क्यारेक्टर अनि मेरो वाइफले चाहिँ 1 2 3 4 5 6 नै हेर्नु भएको रहेछ अनि म सोधिरहेको थिएँ उहाँलाई यो मान्छे को हो त ए भनेर अनि त्यसरी त कहाँ हुन्छ त भने होइन यसलाई तर कसरी भन्छ। एभिडेन्टली नै आउँछ क्या पछि भन्छ नै कि ए पछि उसले भन्छ नै मेरो यो हो यो हो यो हो भनेर आफैले भन्न थाल्छ अनि उम्, त्यसपछि इट अल मेड सेन्स विच इज मलाई राम्रो लाग्यो मलाई चाहिँ त्यो के राम्रो लाग्यो भने मलाई चाहिँ कस्तो खालको मुभी चाहिँ राम्रो लाग्यो भने के हो त कहाँ हो त के हो त मतलब कसले मारे हो त भन्ने त्यो उत्सुकता हुन्छ नि उम्, अनि यु बिकम डिटेक्टिभ के यो हो उम्, कि क्या हो यो हो कि क्या हरेक क्यारेक्टरलाई चाहिँ शङ्का गर्ने त्यो लुप होलहरू दिइरहेको थियो क्या अनि त्यसले गर्दाखेरि चाहिँ मलाई राम्रो लाग्यो सँगसँगै मैले अर्को एउटा मुभी पनि हेर्ने उम्, सौभाग्य पाएको छु यो लास्ट विक मुभीको नाम थियो के थियो यार मुभीको नाम द सिटिएस्ट मुभी द्याट आई एभर सिन राजु साहब। होइन होइन हलिउड नै हो, यो राजु साहब बाटो। अलि फाइनल फाइनल डेस्टिनेसन जस्तै थियो फाइनल डेस्टिनेसन हेरेको थिएँ मैले अस्ति। मलाई यति बकवास लागेको कुरै नगरौँ। आई डोन्ट वान्ट टु टक अबाउट इट। फाइनल डेस्टिनेसन त्यति राम्रो छैन आई नो। सिर्फ त्यो फाइनल डेस्टिनेसनको लास्ट पार्ट मलाई चाहिँ किन राम्रो लाग्यो भने मैले 4DXमा हेरेको थिएँ त्यो अनि कोइनवाला। अँ त्यही कोइनवाला मैले 4DXमा हेरेको थिएँ आई ह्याड अ ह्युज प्रब्लम विथ द्याट फिल्म। मह्म। खोइ अब नस्टल्जिया पहिलाको फाइनल डेस्टिनेसनहरू चाहिँ अलिकति बिलिभेबल लाग्थ्यो क्या। हो होइन यो हुनसक्छ भन्ने अँ जस्तो हुनु। अहिलेको सबै ग्रिन स्क्रिनमा छ। हो त्यो चाहिँ हो मतलब यो And यस्तो पनि हुन्छ र भन्ने होइन त्यो हुन्छ र होइन त होइन। लगभग फल्सको जब अब स्पोइलर हो के हो जेसुकै होस् होइन, उम्, फल्सको जब आगो लाग्छ नि, मतलब आगो उम्, सरी त्यो के भन्छ ऊ के अरे त्यो टावर, टावरमा टावर जाँदाखेरि पछाडिको ब्याकग्राउन्ड सब ग्रिन स्क्रिन हो क्या, देखिरहेको छु म। एन्ड इट डजन्ट मेक इट फिल रियल टु मी एट अल क्या। कुनै कुनैहरू कुराहरू चाहिँ जस्तै त्यो ट्राम्पोलिनवालाहरू चाहिँ आई वाज लाइक ओके द्याट इज भेरी एक्साइटिङ टु मी होइन, त्यो ट्राम्पोलिनवालाहरू। बट लाइक यति धेरै ग्रिन स्क्रिन युज भएको छ कि जब ग्रिन स्क्रिन युज हुँदैन नि तब रमाइलो छ क्या त्यो फिल्म। हो जस्तै आई त्यो अग्री त्यो नोज रिङमा त्यो
वाइ त्यो केबल अँ गएर दोज आर भेरी इन्ट्रेस्टिङ नि। त्यसपछि त सब ग्याङ भएर छ लाइक लास्टमा त्यो ल गर्ने आएर फेरि त्यही नस्टाइल्जिया गन्थ्यो सो आई वाज नट द्याट फ्यान अफ इट। यो मैले लास्ट विक हेरेको अर्को मुभी भनेको चाहिँ विसल। अहिले त्यो भइसक्यो, अस्ति नै हप्ता कुरा भइसक्यो। ए भइसक्यो। एकदम। ए त्यसो भए चाहिँ बकवास मुभी छ त्यो। म इफ यु रियली लाइक दिस थ्रिलर मुभिज यु सुड उम्, एक्चुली फलो लाइक मलयालम मुभिज। दे डु ब्रिलियन्ट वर्क, अँ ब्रिलियन्ट वर्क। धेरै सुनेको छु मैले जस्तो दृश्यमहरू। Oh, Drishyam is like is the top tier, but there are films that you. But the issue with their films is they are a little bit slow. Okay? They are हो always slow to pick up. But जब रिभिल हुन थाल्छ नि then you feel like oh my god यो के फिल्म हो यो भन्ने जस्तो हुन्छ क्या सर। मलाई अर्को पनि प्रब्लम चाहिँ के छ भने मलयालम फिल्महरूको जस्तो मलाई एकदम राम्रो लाग्छ। मैले Mm, कतिवटा मुभीहरू हेरेँ थिएँ जसमा चाहिँ हरर मुभी, हरर हरर तर थ्रिलर खालको मुभी के mm, mm. त्यस्तो खालको मुभीहरू मैले एउटा ठ्याक्क नाम पनि बिर्सेँ। एकदम वेल वेल मेड मुभी। हामी चारजना बसेर हेरेको, चारजनामा तिनजना निदाइसकेँ, म एक्लै थिएँ। यदि डार्क ब्ल्याक एन्ड व्हाइट थियो। होइन, तिनजना चारजना थिएँ, चारजनामा तिनजना निदाएर म एक्लै बसेको थिएँ। त्यो मुभी यति डरलाग्दो यति डरलाग्दो थियो, म त्यो बसेको ठाउँबाटै म उठेर मतलब चल्न पनि डर लाग्यो क्या मलाई। वाट कुन चाहिँ फिल्म? के थियो यार त्यो रस रक रक्तास रक्तस रथ शासन? रक्तास के No, थियो यार। रथ शासन त रथ शासन इज एब्सोल्युट ब्रिलियन्ट। अनि जोस् त्यो फ्यामिली हुन्छ, सुसाइड गरेको हुन्छ त्यो घरमा, त्यो फ्यामिली बस्न आउँछ, भाडामा दिएको हुन्छ त्यो घर। त्यो आमा र छोरा र आमा ओ मात्र हो हो नि। हो हो ओ हो भूतकालम। हो भूतकालम हो, यस। यस। त्यो मुभी I couldn't watch that film, bro. I just I just didn't have that ability to watch that film, bro. त्यो यति अब तिनजना सुतिसक्यो, अँ। मलाई यति डर लागेको छ होइन, उम्, म उठेर म बोल्न पनि सकेको छैन होइन। अब त्यो मुभीले यति मलाई तानी पनि रहेछ, त्यो मुभी मलाई छोड्न पनि मन छैन। उम्, मैले मुभी सकाएँ, सकाइसकेपछि तिनजना फेरि एकैचोटि उठ्यो क्या। उम्, अनि मैले भने यार तिमीहरूले बेस्ट हरर मुभी चाहिँ मिस गर्यो तिमीहरूले भनेर भनेपछि चाहिँ, अनि उनीहरूले हेर्दाखेरि चाहिँ उनीहरूले सिङ्गल सिङ्गल हेऱ्यो। उम्, उनीहरूलाई त्यो सिङ्गल सिङ्गल हेर्नु हुँदैन थियो। अँ, एटलिस्ट मसँग चारजना थियो भन्ने चाहिँ लाग्यो, लाइक तर वेल मेड मुभी क्या। वेल मेड आई नो। मसँग पनि त्यो आँटा होइन त्यो एक्लै। इट्स नट लाइक होइन आई थिङ्क इट्स समथिङ हरर निड्स भने चाहिँ इट्स नट अबाउट अँ वी होइन क्या। एक्ज्याक्टली। इट्स अबाउट क्यामरा स्टेइङ फर वाइल क्या। जस्तै भर्याङमा राखिरहेको तिमी 10 सेकेन्ड भने तिमी आफै टिएल भुतै निस्किँदैन त्यो। देखाउँदैन नि त्यसमा, अँ त्यो भूत रुममा। एकछिन पनि देखाउँदैन नि। अँ तर पनि त्यो एक्टिभिटीले गर्दाखेरि क्या। अनि द बेस्ट पार्ट अबाउट हरर मुभी भनेको चाहिँ हरर मुभीमा जम्प स्केयर राखेर अडियन्स तर्साउने होइन क्या। पर्सन होइन। ट्रु। हरर मुभी द बेस्ट हरर मुभी चाहिँ त्यो हो जहाँ चाहिँ क्यारेक्टर तर्सिनु पर्यो क्या। फिल्मभित्रको क्यारेक्टर तर्सिएर त्यो तर्सेको देखेर हामी तर्सिने हो क्या। अनि अहिले चाहिँ एकदम त्यो विसलमा पनि अनि यो प्लस स्क्रिममा पनि कुनै कुनै पार्टहरूमा चाहिँ त्यो जम्प स्केयर्सहरू अननेसेसरी लाग्ने के हो, मान्छे तर्सिन्छ। अझ कन्जुरिङ, वान। अनि कन्जुरिङ अहिले लेटेस्ट कन्जुरिङहरू पनि होइन, जम्प स्केयर्स हुन्छ तर अप्रोप्रिएट ठाउँमा क्यारेक्टर तर्साउनलाई राखेको हुन्छ कि। मलाई चाहिँ त्यस्तो खालको मनपर्छ। अनि देयर आर भेरी फ्यु देयर आर मुभिज जस्तो चाहिँ भेरी फ्यु त्यस्तो हुन्छ। लाइक मलाई फर्स्ट कन्जुरिङ चाहिँ एकदमै मन परायो होइन। उम्, त्यसपछि चाहिँ अलिकति ऊ भइरह्यो। द फिल्म आई लाइक विच यु डिडन्ट वाज बारबेरियन है। मैले तर हेरिसकेँ जस्तो लाग्यो। या यु डिड मैले आफूलाई भनेको थिएँ बट उम्, तर बारबेरियनको कन्टेक्स्ट अलिकति अर्कै बुझ्नुपर्छ क्या। लाइक यु निड टु बी मोर इन पप कल्चर त्यसपछि मात्र त्यो फिल्म अलिकति सजिलो हुन्छ क्या बुझ्नु त्यो उम्, त्यो कन्टेक्ट गर्न। बट या देयर इज भेरी फ्यु या द्याट भूतकालम मसँग चाहिँ ऊ थिएन मसँग। मलाई भूतको फिल्म हेर्नु पर्दाखेरि दुईवटा कन्टेक्स्ट चाहिन्छ। एउटा भनेको मलाई निन्द्रा लागिरहेको हुनुपर्छ होइन दिउँसोतिर उम्, झ्याउ उम्, लाग्छ नि के गरौँ के नगरौँ त्यो बेला चाहिँ आई क्यान। अनि अर्को भनेको अलिकति लाइटिङ सिस्टम मिल्नु पर्छ। उम्। अलि लाइट आइरहेको हुनुपर्छ लाइक पँध्यारो बाह्र त्यो सक्दिनँ म। मैले राति हामीले चाहिँ त्यो राति हेरेको उम्, कस्तो थियो भने तिन चारजना बसेर हेर्दाखेरि एकजना बहिनीको चाहिँ 10:30 बजी छुट्टी हुने उम्, राति। अनि उम्, त्यो बहिनीलाई लिएर आएर खानासाना खाएर उम्, भोलिपल्ट सबैजनाको छुट्टी, ल अब आज मुभी हेर्ने भनेर हामी मुभी हेरेको थियौँ। उम्, अनि हामी त्यतिखेर गोल्ड कोस्टमा थियौँ। त्यो जुन ठाउँमा बसेर मुभी हेरेको थियौँ त्यो चाहिँ हल जस्तो छ कि, ए, ठुलो ठाउँ छ कि। उम्,
अनि त्यहाँ चाहिँ चिक्रिक्क गरेको पनि आवाज आउँछ क्या, त्यो हल जस्तो भएको भएर। अँ, अनि दुईजना पछाडि मेच मेच जोडेर उनीहरू दुईजना सुतिसके। उम्, म चाहिँ बिन ब्यागमा बसेको छु। म बिन ब्यागबाट उड्न पनि सकेको छैन होइन, त्यो उम्, त्यो सिन नै त्यस्तो बनाइदिइसकेको छ। उम्, राति त्यो पनि। अनि इट वाज, या त्यो त्यो बिरलै हुन्छ त्यस्तो मुभीहरू धेरै जस्तो चाहिँ हेरेर। जस्तो जस्तो टु बी अनेस्ट, जस्तो मलाई मलाई चाहिँ बच्चा बेलामा इभिल डेड भन्ने मैले मुभी नै हेरिनँ, किनभने त्यो एकदमै गोरी ब्लडी बनाएको थियो थियो। होइन। अनि तर मैले हेरेको हरर मुभीहरूमा चाहिँ एकदम मलाई हेरेर डर लाग्ने, एकदम लङ लास्टिङ ट्रोमेटिक इफेक्ट दिने भनेको चाहिँ त्यो नेवारी मुभी राज थियो बारासी। ए ए भाइ त्यसलाई राज अँ। राज पनि हो, राज चाहिँ अलिकति छाडा भएर ओपनली हेर्न ए पाएनौँ हामीले। ए तर बिपाशा बासु, जो भी कसम में खाई। लास्टमा त यो साइकल ट्रमा त्यो के भन्छ प्रोफेसर पनि भूत बन्छ नि एन्ड आशुतोष राणा इज भेरी ग्रेट एट इट डुइङ दिस वाट थिङ अबाउट दर्ना मनाए, डर मनाए नो आई उर्मिला थिङ्क मातोङ्कर होइन। डर मनाएमा चाहिँ आई डिन्ट फाइन्ड द्याट आई थिङ्क डर्न जरुरी हो मा चाहिँ एउटा छ डरना जरुरी है माने हो क्या द्याट अरे। एप्पल थिङ एप्पल, ओ यस, एप्पल। राजपाल यादव इज एप्पल सेलर जसले चाहिँ एप्पल बेच्दै जान्छ वाला द्याट इज द वान द्याट गट मी लाइक ओ माई गड द्याट इज सो भएको छ नि अनि त्यही 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 दर्ना मनाए हो कि त्यही सिक्वलमै त हो नि, उर्मिलाको एक्टिङ एकदम प्रेज्ड भएको थियो नि त पुरै। तर उर्मिला भेरी अन्डर रेटेड एक्टर उम्, तर यस्तो या दे डोन्ट मेक द्याट दोज एनिमोर लाइक अहिलेको हरर हरर कमेडीमा एउटा त चेन्ज भइसक्यो न त्यसमा हरर पाइन्छ न कमेडी पाइन्छ त्यही खोज्दा खोज्दा दिन बित्छ होइन उम्। या तर हरर त द लास्ट टाइम दे मेड सच काइन्ड अफ मुभी वाज बुलबुलैया। इट हेज द्याट इफेक्ट लाइक लिटल बिट अफ द्याट किनभने भुलभुलैया भलै त्यो लास्टमा लगेर चाहिँ इट इज अल साइकोलोजिकल भन्ने कुरामा लगेर जोड्यो, तर द बिल्टअप अफ द्याट मुभी इज डन इन सच अ वे द्याट यु फाइन्ड दिस कुड ह्यापन के, यो हुनसक्छ भन्ने चाहिँ बनाइदिन्छ कि। बट हेभ यु सिन स्माइल अँ यस, Yes, वान Smile एन्ड 1 टू। and 2 is a very interesting horror film, right? Mm, Like especially 2 ko the actress, mm, she did a film with the Oscar not nominated, but that's different, I know. But that is one film that film was acting it was like peak man. mm, You can see the people suffering. I know lose आफ्नो sense lose गरेर देखिन्छ नि. mm. That I find very interesting. तर कुनै yeah, कुराहरू चाहिँ जस्तो mm, हररमा पनि सिमिलर प्लटमा मुभी बनाउनुपर्छ भन्ने छैन कि। जस्तो छैन हिन्दीमा के हुन्छ, जहिले पनि एउटा हवेली हुन्छ, त्यो त्यो त हवेलीमा कि त त्यो बेचिन्छ कि त त्यो हवेली त्यो त्यो खालको प्लट हुन्छ। तर कुनै कुनै हरर मुभीहरू चाहिँ एकदम हट्के भन्छ, स्माइलै पनि के, mm, कन्टेजियस mm, कन्टेजियस खालको भूत के त्यो। अनि इट इज जस्ट विसल, विसल पनि मलाई राम्रो लागेको हो होइन, मतलब राम्रो, त्यस्तो स्टोरी चाहिँ राम्रो बन्न सक्थ्यो mm. जस्तो खालको टाइपको भएको थियो कि मलाई। तर हिन्दी फिल्महरूमा त नेपाली फिल्ममा त अब कुरै नहो हिन्दी फिल्महरूमा इट इज बिन अ प्रब्लम एउटा त ब्याकग्राउन्ड त्यो ग्रिन स्क्रिनहरू सिजिआईले गर्दा पनि दे वान्ट टु सो इट उम्, विच इज द बिग प्रब्लम हरमा उम्, यु डोन्ट निड टु सी इट नि उम्, यु निड टु फिल इट के ल केही गडबड होला कि भनेर हो, त उम्, सो या बट द थिङ इज यदि लाइक हलिउडमा या युएसको मार्केटमा यदि फिल्महरू धेरै नचले पनि हरर इट विल अलवेज वर्क उम्, somehow it has always that एउटा त बजेट कन्ट्रोल उम्, अनि त्यसमा चाहिँ दे क्यान एक्सपेरिमेन्ट अल्सो एन्ड इट वर्क्स होइन उम्। हिन्दीमा चाहिँ आई डोन्ट नो नट सिजिआई फिजिआई राखेको छन् डु यु कन्सिडर सैतान एज हरर आई डोन्ट थिङ्क सो हो, प्रब्लम चाहिँ कहाँनिर भइदियो भने जस्तो सोसियल रेस्पोन्सिबिलिटी, मतलब सोसियल मेसेजहरू दिन चाहिँ प्रायोरिटीमा आउन थाल्यो कि। विच इज नट निडेड जस्तो जस्तो कुनै कुनै हरर मुभी चाहिँ साँच्चीकै यो ल तर्साउँदो रहेछ यार भन्ने पार्नु पर्यो क्या। जस्तो रामगोपाल वर्मा कि आगो, जस्ट किडिङ। बट रामगोपाल वर्मा कि भूत इज इन्ट्रेस्टिङ भूत इज, त्यो त्यो त उसले च्यालेन्जै गरेको थियो कसैले सिङ्गल थिएटरमा सिङ्गल बसेर हेर्न सक्छ भने चाहिँ भनेर। तर मैले भन्नु खोजेको चाहिँ पछिल्लो बलिउडको हेरौँ न हरर मुभिजहरू, भुलभुलैया सिक्वलदेखि लिएर हुन्छ नि, नट हरर तर हरर कमेडी हो स्त्री होइन, अनि त्यसपछि
Well, I don't. Street like more. I don't want to hear bad things about Street. Street is a very well made होइन, horror comedy. स्त्रीको त्यो दाजुभाइहरू के, ए त्यो त अब त्यो त म्याडक ह- म्याडक अब प्रोडक्सन्सको त्यो त दाजुभाइहरू। उम्, त्यो तर नेपालीमा पनि मैले जस्तो अब नेपाली आई नो विकीलाई नेपाली मन पर्दैन, तर उम्, पनि एउटा मुभी छ घर भन्ने, युट्युबमा पनि अभाइलेबल छ। धेरै सुनेको छु त्यसमा। त्यो मुभी इज गुड। मतलब यो मुभी यस्तो हुनसक्छ पार्ने चाहिँ भन्नु, किन पनि हुनसक्छ जस्तो लाग्यो भने मलाई त्यसमा भूतले हाको पटासी लगाएर आउँछ क्या। अनि मतलब हामीले त धेरै उम्, बच्चा बेलामा सुनेको थियो नि त यो त हुनसक्छ उम्, भन्ने। उम्, एक मम्मी, प्रियङ्का कार्कीको मम्मी ए भन्ने छ, त्यो पनि एकदम राम्रो छ मुभी। एकदम त भन्दैन, राम्रै छ। मतलब नेपाली मुभीको स्ट्यान्डर्ड। स्ट्यान्डर्डमा चाहिँ त्यो राम्रो छ। उम्, अनि अर्को चाहिँ बोक्सीको घर। बोक्सीको घर चाहिँ मलाई राम्रो लाग्यो हो, तर उम्, त्यो चाहिँ इफ यु गो बाई हरर, त्यो चाहिँ हरर होइन, बराबर। सोसल हररतिर पर्न सक्छ। बट हरर त अलिक खोज्नु पऱ्यो भने आई थिङ्क हलिउड अन्ली डज हरर मच मोर होइन। इभन लाइक साउथमा पनि दे डोन्ट। द लास्ट वान आई सी द यही भूतकालमको डिरेक्टरले नै डिरेक्ट गरेको थियो, डाइस इरे एउटा त नामै उसको कम्प्लिट, डाइस इरे भन्ने छ है, Mhm. विच रिलिज दिस इयर। इट इज नट एज ग्रेट एज भूतकालम बट स्टिल इट हेज दोज एलिमेन्ट्स एन्ड इट्स लास्टमा इट समहाउ कनेक्ट्स विथ भूतकालम इट सेल्फ। ए एन्डमा गएर चाहिँ मेबी इज मेकिङ अ ट्रिलोजी अर समथिङ। बट Mhm. त्यसमाथि भन्दा द लास्ट हरर फिल्म द्याट एक्चुली इम्प्याक्टेड मी वाज अ सिरिज विच वाज हन्टिङ अफ हिल हाउस। Haunting of Hill House. I think I have Was watched this. yeah, maybe it was a long time back. Mm. That was the last series that affected me. Like म 3-4 दिनदेखि त्यसपछि त सुत्न Psycho. नसकेको। क्या यताउति No, no, हेर्दा no, it's चाहिँ। not that. It actually deals with sleep paralysis. Oh. So which I also have होइन। Mm. अनि त्यसले गर्दा मलाई अनि त्यो के फर्स्ट टाइम त्यो रिप्रेजेन्ट भन्छ नि रिप्रेजेन्टेसन भनेर त भयो क्या। Mhm. एन्ड आई वाज युज टु गेट नाइट मेयर्स ओभर द्याट यो क्या। त मै हुँ जस्तो लाग्यो। लाइक एक्चुली किनकि अब हामीले त पहिला त थाहा छैन, हामीले त छोप्न आयो भन्छ नि, ओ ओ। विच इज एक्चुअली स्लिप प्यारालाइसिस Mm. स्टेट होइन, Mm. जसमा हामी साइडको लागि पनि केही भन्न सक्दैनौँ केही भन्न सक्दैनौँ नि। Mm. अनि त्यसमा देखाउँछ एन्ड द्याट इज द फर्स्ट टाइम आई गट द टर्म स्लिप प्यारालाइसिस भन्ने क्या। Mm. नत्र त त्यो बेला आयो नि, हामी त खै छोप्न आयो केले छोप्न आयो यहाँ भन्थ्यो नि, ए यो रहेछ भनेर थाहा भयो क्या। अनि एन्ड द क्यारेक्टर इट सेल्फ इज ट्राइङ टु होइन उठाउनु खोज्छ साइडमा बट कान्ट बी एबल टु एन्ड यु आर थिङ्किङ लाइक के आइरहेछ अँ, भन्ने जस्तो हुन्छ नि त। सबै फिलिङहरू आउँछ त्यतिखेर। अँ, Mm. and so that Interesting. was like the last one that actually affected me. एउटा मुभी छ के, एकदम सर्ट, 1 घन्टा कि 1.5 घन्टाको मुभी छ Hmm. के, हरर Jalla. मुभीमा, Hmm. लाइट्स आउट भन्ने, हेरेको छ कि छैन? I haven't. I had shoot. त्यो एकदम राम्रो मुभी छ होइन। Hmm. मुभी सुरु भएको 30 सेकेन्डमै तर्साउन सुरु। Oh, मतलब I love that. त्यस्तो खालको Love it. मुभी चाहिँ हुन्छ नि। Hmm. मतलब कस्तो हुन्छ मुभीहरू, युजल त बिल्डअप हुन्छ, अनि त्यसपछि त्यसमा त मुभी सुरु भएपछि फ्याटै क्या, Hmm. तर्साउनु पनि थाल्छ, मान्छे पनि मर्न थाल्छ क्या। अनि त्यसको भुत चाहिँ अँध्यारोमा मात्रै, Spoilers. Spoilers. अनि No पहिल्यै थाहा spoil. हुन्छ त्यो Yeah. अँध्यारोमा मात्रै Hmm. त्यसलाई चाहिँ त्यसको शक्ति आउने हुन्छ क्या। Hmm. अनि त्यो मुभी पनि मलाई राम्रो लाग्यो। त्यस्तो खालको मुभी जसले चाहिँ हरर होस् तर कन्सेप्ट चाहिँ नयाँ होस् क्या, Hmm. त्यो खालको मुभी। जस्तो अब मलाई बलिउडमा चाहिँ के प्रब्लम छ भने हवेली अनि यस्तो खालको भयो भने चाहिँ मलाई And then, उम्, there is another issue with Hindi films. यदि उम्, हलमा देखाउनु छ भने उम्, it has to be 2.5 hours. ओ That is a big issue. उम्, हरर फिल्म कहिले पनि 2.5 घन्टाको हुँदैन। हुँदैन हो। यदि हेऱ्यो भने 1 hour 30 minutes, मेबी म्याक्सिमम् 45, 145। उम्, बट इफ यु वान्ट इट्स 120, 130, द्याट्स इट। मैले चाहिँ त्यही भन्दै थिएँ कि हिजो स्क्रिम पनि 2 घन्टाको मुभी हो क्या, लगभग लगभग 2 घन्टाको मुभी हो। अनि यही मुभी चाहिँ बलिउडमा बनेको भए एक्स्ट्रा 45 मिनट्स थप्थ्यो। त्यसमा के थप्नु हुन्थ्यो त पर्छ। भन्दाखेरि 3टा गीत, अननेसेसरी लभ एङ्गल लभ एङ्गल। होइन, अनि त्यसपछि हिरो वा हिरोको परिवारलाई अलिकति सताउँथ्यो भूतले सताउँछ। धेरै, अनि त्यसले गर्दाखेरि चाहिँ 45 मिनट्स अलिकति एक्स्ट्रा हुन्थ्यो कि। तर यसमा चाहिँ यस्तो मजाले बगेको छ क्या यो, मतलब तिमीलाई इन्टरभल चाहिन्छ भन्ने नै बनाउँदैन क्या मुभीले।
आई थिङ्क एउटा यो साइकोलोजिकलमै हामी ट्रेन गरेको छौँ, इङ्ग्लिसले हामी इन्टरभल खोज्दैनौँ कि। उम्, तर अब बलिउड यो नेपालमा पनि के सिस्टम छ भने अब बिचको ब्रेक चाहिन्छ, त्यो भनेको उसको लागि बिजनेसको लागि राम्रो हो कि। उम्, हो। त्यही भएर पनि उनीहरूले त्यसरी नै बनाउनुपर्छ। अब तिमी हरर फिल्म 2.5 घन्टाको बनायो भने इट्स भेरी, कतिचोटि कति तर्साउने। उम्, देयर इज अ स्पेसिफिक आवर जहाँ चाहिँ तर्साउन सकिन्छ क्या। उम्, अगाडिको 15 मिनट, बिचमा इन्टरभलमा र लास्टमा गऱ्यो नि त। उम्, अब त्यो बिचको फिल त गर्नु पर्यो। त्यसमा तिमी अक्षय कुमारलाई जानी दुश्मनमा घुसाउनु पर्यो। अँ, होइन, त्यसमा ब्याकग्राउन्डमा मनिषा कोइराला आएर उनीहरूको पुरानो जन्मको कथा भन्नु पर्यो। सन्नी देओल। लबों को अँ, लबों पे। ए के गीत राम्रो छ, गीत त राम्रो छ। गीत राम्रो छ, तर प्लेसिङ भयो। बट इफ यु मैले यसको यो हप्ता होइन लास्ट विकमा यसको ओरिजिनल हेरेको चाहिँ उम्, मणिचित्र कथा हो कि इट्स लाइक ओरिजिनल जुन चाहिँ मलयालमबाट आएको, इट्स लाइक अ डाइरेक्ट टु डाइरेक्ट कपी, ए ए टु जेड। ए टु जेड। इभन जोक्सहरू पनि ओह, अब लाइक त्यो चाहिँ मजा लाइक जस्तै फर्स्ट टाइम अक्षय कुमार आउँदाखेरि अँध्यारोबाट इच्छु गरेर आउँछ नि, सेम। आई थिङ्क मैले पनि हेरेको छु जस्तो लाग्यो। बिकज प्रियदर्शन was the associate director, assistant director of that film. त्यस्तो गर्न So पाएँ है पहिला पहिला। I did it's inspired by he was the assistant director, maybe the gay privilege or पायो होला, but it's like very direct to direct. उम्, But again, अब सायद हामी कोलोयाको एरामा जन्मेको होला, I like बेटर होइन है त्यो मलाई कमेडी। मैले भने नि त्यो टु ठिकै थियो होइन, ठिकै थियो। 3 बकवास। अब एकछिन कुर्यो भने अर्को 4 पनि आइपुग्यो हुन्छ। मलाई सबभन्दा मन नपरायो भने चाहिँ कार्तिक आर्यन ट्राइङ टु बी अक्षय कुमार के। Now even Akshay Kumar is trying to be Kartik Aaryan कार्तिक now. आर्यन, आई डोन्ट नो वाट्स गोइङ अन बिट्विन देम, रोल रिभर्सल। But but yeah, horror genre is very difficult. किनकि स्पेसली यो सिजिआईबाट भूत देखाउनु जबदेखि थालिहाल्नु नि यो मावा टाइपहरू कुरा, डोन्ट डु इट। मलाई इफ मलाई चाहिँ नि हरर मुभीमा भूत देखाउनु पर्दैन भन्ने खालको मान्छे हो क्या म। मिटु लाइक झलक देखाइ पुग्छ। अँ, लाइक यो के भन्छ नि, फ्ल्यासिङ बल, के बल फ्ल्यास भएर चाहिँ एक झलक, द्याट इज इनफ फर द्याट होल फिल्म के। अर जो स्याडो, स्याडो, स्याडो देखाइदिए पुग्छ स्याडोज। होइन। जस्तो मलाई चाहिँ अहिले चाहिँ कस्तो फिल हुँदो रहेछ भने, अहिले मैले मुभी हेर्दाखेरि चाहिँ मुभीको टेक्निकलिटिजतिर हेर्दो रहेछु क्या मैले। मुभी कसरी बनेको छ, कसरी बनाएको छ, कुन एङ्गलबाट खिचेको छ, कतिको सिजिआई युज भएको छ भन्ने। अनि जब भूत देख्छ नि, त्यो भूत देखिसकेपछि अब यो भूतको मेकअप छ, यो सिजिआई हो कि होइन, यो प्रोस्थेटिक्स हो कि होइन भन्नेतिर ध्यान जान्छ, अनि त्यो स्टोरी लस हुन्छ क्या। अनि जब भूत देखिँदैन नि, यु अलवेज आर इन डिलेमा कि अब कहिले कुन चाहिँ ती कहाँबाट चाहिँ रिभिल हुन्छ भन्ने कुरा चाहिँ त्यो भइरहन्छ क्या। त्यसो मैले यही कुरामा चाहिँ मैले त्यही के भन्छ हरर फिल्म हेर्नु भने मैले पुरानो फिल्महरू हेर्नु थालेको उम्, थिएँ बलिउड, ए हलिउड। देयर इज इन्भेजन अफ बडी स्न्याचर्स, उम्, द्याट इज वान। उम्, इट्स नट लाइक क्लासिक हरर बट इट्स अ भेरी कन्फ्युजिङ हरर, त्यो भयो। एन्ड वान फन फिल्म वाज अमेरिकन टिन इन सरी अमेरिकन वेयरवुल्फ इन लन्डन, विच इज लाइक विच इज लाइक अ फन हरर। इट्स नट लाइक हरर बट एन्ड देन देयर इज अनदर उम्, like Bram Stoker's Dracula is like a legendary film. That's like a legendary film होइन। उम्, र वान फिल्म जसको चाहिँ कहानी चाहिँ ठुलो छ, तर आई थिङ्क हामी त्योभन्दा एज आउट भइसकेको थियो त्यो बेलासम्म चाहिँ भन्दाखेरि चाहिँ विच इज द एक्सोर्सिस्ट। अँ, उम्, एक्सोर्सिस्ट जब त्यो आयो नि मेबी 70s या अर्ली 80sतिर, उम्, पिपल युज पिपल टेन टु से द्याट नेभर वाच दिस फिल्म। लाइक फ्यामिलीको के भन्छ भने आमा बाउले पनि बच्चाहरूलाई हेराउँदैन थियो, दे थिङ्क द्याट दिस फिल्म इज कस्ट। उम्, इन इट सेल्फ यसको प्रोडक्सनमै इट्स लाइक वान अफ द मोस्ट कस्ट फिल्म्स एभर उम्, मेड होइन। जसको मैले जब हेरेँ आई वाज लाइक अलरेडी ग्रोन अप, अलिकति देखिन्छ कि यो, बट द कन्सेप्ट इज लाइक भेरी टेरिफाइङ अफ द्याट फिल्म। लाइक अ गर्ल गेटिङ उम्, पोजिसनको कुरा आयो, एन्ड द्याट इज समथिङ द्याट लाइक यदि म त्यो एरामा जन्मे भए इभन एभ्रीबडी आई वुड अल्सो फिल इट के दिस फिल्म इज समथिङ एल्स भनेर। एड एन्ड लरेनको सिरिज, कन्ज्युरिङ सिरिज बनाऊ न। कन्ज्युरिङ, एनाबेल, नन, होइन
मलाई धेरै पछि थाहा भयो कि यो सबै साँचो हो भनेर, मतलब साँचो मतलब दिस रियली ह्यापन भन्ने कुरा चाहिँ मैले पछि मात्र थाहा पाएको। आई थिङ्क एउटा कुन त युट्युबर हो कि स्ट्रिमरहरूले यो उनीहरूको घर किनेको थियो घर एक किनेको टाइममा देखाएको पनि। थियो। आई आई उहुँ। आई वुड नेभर टच दिस ब्रो। मतलब वाइ डु नट ट्रबल द ट्रबल टिल द ट्रबल ट्रबल्स यु के। इभन दो आई बिलिभ कि छैन यस्तो कुराहरू, उहुँ। आई डोन्ट गो एन्ड फक इट, फक विथ दिस थिङ्स, अँ, टाढै त्यसमा बस्छ। त्यो के अरे एडन लरेनले क्लियरली भने हुन्छ दिस इज ओन्ली टु सी डु नट टच डु नट टेम्पर विथ एनिथिङ भनेर भने हुन्छ नि। किन क्या ब्रो, वाइ वाइ डु यु हेभ टु मुभ एनाबेल फ्रम वान हाउस टु अदर हाउस वेयर पुरै जर्नीमा यु विल हेभ वान प्रिस्ट हु इज रिडिङ बाइबल्स, वाइ युआर सबैको लाइफ युआर मेकिङ डिफिकल्ट। इट इज, त्यही त भने वी डोन्ट बिलिभ इन इट होइन, पुरै छ भनेर म चाहिँ पुरै छ भनेर चाहिँ विश्वास गर्दिनँ। म चाहिँ गर्छु। म चाहिँ त्यही किन हो। गर्छु भने मलाई भगवानमा विश्वास लाग्छ। उम्, अनि इट इज भेरी अनलाइकली कि यो वर्ल्डमा यदि म भगवान छु भनेर विश्वास गर्छु भने इफ देयर इज अ गुड थिङ देयर इज अ ब्याड थिङ पनि भन्ने चाहिँ लाग्छ क्या मलाई। बट यदि त्यसरी नै सोच्यो भने वुड इट बी भेरी हार्ड फर अस टु गेट आउट एट नाइट? रात दिन एक्लै निस्किनु पर्यो भने, एक्लै उहुँ। घरमा बस्नु पर्यो भने, यो फिलिङहरू भइरह्यो भने चाहिँ वुडन्ट बी बी भेरी डिफिकल्ट टु लिभ? हुन्थ्यो, मलाई अहिले पनि हुन्छ। होइन म आई आई फियर क्या, मतलब म यस्तो मान्छे हो त्यो अक्षय के अरे परेश रावलले भुल भुलैयामा मुझे कोही शरम नहीं है कि ये बताने में कि मुझे डर लग रहा है भनेर भन्छ नि। आई एम सेम काइन्ड अफ पर्सन। बरु ऐलानै जङ ऐलान गरिदियो भने बरु ए यसलाई चाहिँ डर लाग्दो रहेछ है भन्ने थाहा हुन्छ। तर लुकाएन भने चाहिँ फसिन्छ जस्तो लाग्छ क्या मलाई, त्यही भएर म त आइएम भेरी ओपन टु दिस। आइम नट द्याट। तर होइन, यस्तो पनि हुन्छ हाम्रो त राति बाहिर हिँड्ने बानी पनि भइसक्यो भएर चाहिँ इफ यु गेट दिस थट्स कहिले काहीँ त आउँछ, बट इट फिल्स भेरी वियर्ड। त्यस भएर पनि होला। यु लाइक देयर युज टु बी टाइम जब हिन्दी सिनेमा युज टु मेक बी ग्रेड हरर फिल्म्स। अँ, आजा एन्ड एक्चुअली भिराना, लाइक भेरी वीराना। लेजेन्ड भिराना हेरेको छैन? लो माई गड, जी टिभीमा यदि जी सिनेमामा यदि देखाउँथ्यो भिराना, 1988। आजा, लाइक किनकि रामसे ब्रदर्स त दुनियाँ नि, फेरि गोल्डन यु डोन्ट नो हु रामसे ब्रदर्स आर? गोल्डन तुलसी रामसे ब्रदर्स, रामसे एन्ड श्याम रामसे। यस। रामसे ब्रदर्सको चाहिँ के गर्थ्यो भने दे युज टु मेक हररको बिग हरर फिल्म, ओ लाइक अब किनकि चलाउनु पऱ्यो एन्ड दे वर लेजेन्डरी एट इट। अनि जहिले पनि उनीहरूको फिल्म एउटा कमन हुन्छ, एउटा लम्बु मान्छे हुन्छ जो भूत बनेर आउँछ क्या, लम्बु। यदि इफ यु सर्च देऊ सो यो जस्तै कुन चाहिँ फिल्ममा पनि छ, इभन यही नयाँ अहिलेको भुलभुलैयामा एउटा लम्बु लम्बु क्यारेक्टरहरू भइरहेको छ नि कहिले काहीँ, लास्टै लम्बुहरू, ग्रेट खाली टाइपहरू, त्यस्तो फिल्महरूमा चाहिँ हुने क्या, उनीहरू चाहिँ भूतहरू हुन्। अनि राति केटी राति हाम्रो हिरोइन राति 10-12 बजे नुहाउन जानुहुन्छ। बाथ टबमा बसेको एउटा मैले यहाँ क्लिप हेरिरहेको छु त्यही मुभीको। उहाँको धेरैवटा चाहिँ फिल्महरू, विच वाज भेरी सक्सेसफुल फ्रेन्चाइज बाई द वे, होइन? उहाँ किन रातिको कोही 12 बजे नुहाउँछ, आई हेभ नेभर अन्डरस्ट्यान्ड। अनि भूत आएर हेर्छ, ओ या कन्टिन्यू, म आउँछु यसमा। अनि भूत आएर हेर्छ, तर भूतले केही गर्दैन। नो, नुहाइरहेको छ, छोडिदिउँ। नुहाउँछ अनि लुगा सुगा चेन्ज गरेपछि आउँछ अनि केही गर्दैन, सुत्छ, तर भूतले हेरेर आउँछ। हो, भूतले पनि सोचिरहेछ त्यो के अरे ह्यान्सल एन्ड ग्रेटल जस्तो वाला हो क्या। के हो फिल्म हो। तर होइन, भूत पनि इन्ट्रेस्टेड रहेछ, किन यो राति 11 बजे गयो? हो, कमिङ ब्याक टु द्याट पोइन्ट, उम्, यो हरर मुभीहरूमा छ नि उम्, कस्तो आफूलाई डर लागिरहेको हुन्छ नि त, हरर मुभी उम्, जस्तो भूतकालममा पनि। उम्, ए भाइ यार तँलाई थाहा छ त्यहाँ कोही पनि छैन, त्यही पनि त किन गइरहेछस् क्या त्यो रुममा, मतलब अननेसेसरी डर लागिसक्यो त झन् भित्र गएर। अनि त्यो भूतकालमको सिनेमेट्रोग्राफी चाहिँ मलाई एकदम राम्रो लागेको छ, उम्, किनभने पिओभी टाइपको छ क्या। मतलब थाहा छ त्यो हिरो हिँडिरहेछ तर क्यामेराले यसरी खिचिरहेछ कि मै त्यो रुमभित्र छिर्न लाग्छु कि क्या हो जस्तो उम्, बनाउने। आई रिमेम्बर द्याट सिन उम्। जहाँ त्यो चाहिँ उम्, ढोका यसो गरेर खोल्दाखेरि हात मात्र औँला मात्र देखाउने सिन छ क्या त्यसमा। आई वाज लाइक ओके
बस। हो गया, निकल गई। उम्, अनि कुनै कुनै यो हरर फिल्महरू, मतलब हरर अलिकति कमेडी फिल्म, यो हरर फिल्महरूको ट्रोपलाई पनि के भन्छ बिल्ला हान्नु चाहिँ मलाई रमाइलो लाग्छ। आई थिङ्क गोवा गर्नु भने चाहिँ म एक्लै किन जानु, सबै सँगै जाने होइन। तपाईँ त्यहाँ हरर फिल्महरू हेरेर चाहिँ सोध्दा अँ, त्यस्तो फिल्महरू चाहिँ कमेडी गर्नु मात्र राम्रो लाग्छ कि होइन हामी सब छुटेर जानुपर्छ, हामी कि एक्लै एक्लै जानुपर्छ। कतिका टेबल बता भन। जम्बी भयो कि भएन। लिटरली साथ में नहीं, अकेले अकेले जाओ ढूंढ कर आना, के ढूंढ, म नेभर म गॉट। त्यही एउटा यस्तो क्यारेक्टर हुन्छ जो चाहिँ हुन्छ नि, आबेल मुझे मार। मतलब त्यहाँ एकदम विभण्डा मचिरहेको छ, तिमी हिरो बनेर जाँदैछौ, वाट डु यु एक्सपेक्ट? त्यो छुट्टै ट्रोप भन्छ नि, हरेक फिल्ममा एउटा चाहिँ हुन्छ जो चाहिँ मर्नलाई भनेर। जस्तो भुलभुलायामा परेश, के अरे राजपाल यादव, त्यो के अरे उसको नाम के हुन्छ, छोटा पण्डित, छोटा छोटा पण्डित, पण्डित नामै छोटा पण्डित छ यार ब्रो। सेम, ओरिजिनलमा पनि सेम क्यारेक्टर, उसलाई पनि पानी त्यही भन्छ। ए हो र? अँ, तर उसले उसमा चाहिँ लाउँदैन, यो चाहिँ त्यही गर्छ, यो लाइक डाइरेक्ट कपी ब्रो। त्यो पानीमा हाम फाल्छ नि, उम्, उम्, मुख धुँदा सेम। अँ अँ। त्यतिखेर हामीलाई किन मन परायो होला, त्यस्तो त्यस्तो खालको मुभी त्यतिखेर बनेको थिएन नि त, त्यही भएर मन परायो त्यही होला क्या। भएर and then you have like great supporting cast with a उम्, great leading man, जो उम्, चाहिँ फिल्मको सेकेन्ड हाफमा मात्र आइपुग्छ भने, you उम्। know, course it's going to be fun. एक्चुली भन्नै पर्दाखेरि चाहिँ अहिले रिलिज भएको भए चाहिँ त्यो मुभी त्यति कल्ट बन्दैन थियो होला। अहिलेको सिनारी अर्को भइसक्यो। जस्तो म ब्याचलर्स फर्स्ट इयर पढ्दाखेरि एउटा एउटा पेपर चाहिँ साइको एनालिसिसको पढाएको थियो क्या, सिगमन्ड फ्राइड पढ्नु पर्थ्यो। अनि हामीलाई फर्स्ट फर्स्ट हप्ताको एउटा क्लासमा चाहिँ होल क्लास नै भुलभुलैया देखाएको थियो क्या हामीलाई। उम्, होल नै क्या, उम्, मतलब 3 घन्टा मजाले बसेर नै देखाएको थियो। अनि त्यो देखाइसकेपछि चाहिँ सरलाई पनि सजिलो भयो क्या। सघाउन। जस्तो थ्रु आउट त्यो इयर सरले पढाउँदाखेरि रेफरेन्स चाहिँ भुलभुलैया आउने भयो क्या। उम्, त्यो भुलभुलैयामा त्यो एउटा सिनमा यस्तो भएको थियो नि, हो। अनि त्यो बुझाउँदाखेरि पनि मन्जलिका जुन स्टेटमा पुगेको थियो भनेर बुझाउने भयो क्या। that's why I appreciated the original. I think it was made in 88 or 98 हो, वाउ। त्यसै कन्फ्युज भयो क्या। उम्, त्यो बेला त लाइक वी नो आइडिया अबाउट दिस होइन, उम्, लाइक साइको थेरापिस्टै थाहा थियो अनि के हो त्यो, एन्ड दे मेड इट इन द्याट एरिया कि। सो यु हेभ टु एप्रिसिएट कि कति दिमाग लागेको फिल्म हो होइन। त्यही त बट अब यस्तो पनि भइन्छ आजकल फेरि साइकोलोजिकल हरर, हरर कमेडी, प्योर हररै हो। मैले हरर। पनि त्यही भने क्या, अब मलाई हरर मुभीको नाम भन्यो भने म कन्फ्युज हुन्छु क्या। भुलभुलैया भनौँ, प्योर हरर होइन त्यो, होइन। अब कुन मुभीको चाहिँ भनौँ त भने जस्तो स्त्री, इट इज हरर कमेडी फेरि। अब प्योर कि त राज भन्नु पर्यो, होइन कि त डर नाम मनाए, अनि त्यो के अरे अर्को पनि थियो नि यार, डरना जरुरी है, काल काल में हम तुम करे धमाल, वाज द्याट अ हरर? थ्रिलर टाइप्स, त्यस्तै टाइप्सको अर्को अर्को एउटा मुभी पनि थियो नि, त्यस्तै त्यस्तै म्याप लिएर जानेवाला के। मैले कालो हेरेको थिएँ, कालो, यस, कालो। दिउँसै तर्साउने फिल्म। मैले चाहिँ हेरेको छैन, तर नाम चाहिँ सुने हो धेरै। त्यो त लाइक लिटरली दिउँसै, उम्, द्याट इज, आई एप्रिसिएट इट मोर जब दिउँसो तर्साउन सक्छ। किनकि जुनै पनि हरर फिल्म एउटा चाहिँ ट्रोप हुन्छ कि दिउँसो उम्, भएपछि वी फिल लाइक काम, अँ, अब चाहिँ केही हुँदैन है, यु नो। त्यही भएर तर दिउँसै तर्साउन सक्ने फिल्महरू चाहिँ त्यसलाई लाइक त्यो त बन्दै बन्दैन, त्यो दिउँसो तर्साउने फिल्महरू त यदि दिउँसो उम्, तर्साउनु पऱ्यो भने घरभित्र पुरै ब्लक गरेर त्यो तर्साउँछ। त्यो एउटा अँ, वान, एउटा एप्रिसिएट गर्नुपर्छ 1920, द अँ, फर्स्ट वान। उम्, 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 त्यो फिल्म पनि एउटा बुढीलाई यत्रो एउटा हलमा हवेलीमा छोडेर गइदिन्छ, उम्, यु नो। अनि लाइक ऊ आफै मिले मार भने जस्तो, एन्ड सी अल्सो गोज इन सर्चेस इट, उम्। भूत थिए, ठ्याङठ्याङ्गो भएपछि जानुपर्छ, किन ठ्याङठ्याङ्गो भयो? मतलब यता ठ्याङ्ग्राङ्गो भयो भने उता जाने हो क्या। म त जता ठ्याङ्ग्राङ्गो भयो अनि फेरि अर्को
के भन्छ त्यसलाई विडम्बना क्या। कस्तो ठ्याङ्ग्याङ्ग भयो, यता नगइकन उतै गयो, उम्, त्यहाँ गएपछि फेरि झ्याङ्ग्याङ्ग हुन्छ, अनि अँ, झ्याङ्ग्याङ्ग गएपछि फेरि त्यहीँबाट भागेर उतै आउँछ क्या फेरि। अनि त्यसपछि दौडिन्छ पछाडि हेरेर, मतलब पहिल्यै यु कुड अभोइड, पहिल्यै यतातिर। अनि यदि यस्तै सिचुएसन भने अरू कसैलाई पहिला बोलाउनु होइन, अँ जाम दुवैजना जाम अँ अनि जब एकजनाको यतै पुगिसक्यो नि, यता अँ, पछ्याएर यहीँ पछाडि नै पुगिसक्यो, त्यो हतार हतार मोबाइल निकालेर, अनि त्यतिखेर अँ। नेटवर्क हुँदैन फेरि। कमन नेटवर्कै ब्रो। कहिले पनि हुँदैन। अँ नेटवर्कको ठुलो इस्यु छ, नेटवर्कै आउँदैन कहिले पनि। ए, त्यसो अर्को, हुन्छ। मैले यो हिजो स्क्रिम 7 हेरेर आइसकेपछि, स्क्रिमको स्पुफ छ नि त, स्केरी 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 मुभी त मुभी। मैले भए एक टाइममा पहिला बडो घिन लाग्थ्यो यार त्यो फिल्म बरु मलाई। धेरै स्केरी चाहिँ लाग्यो। मुभी 6 आउनु लाग्छ, ट्रेलर अँ, आइसकेको छ। कुनै कुनै कुराहरू चाहिँ बडो घिन लाग्थ्यो यार त्यो फिल्म। अँ हो। लाई चाहिँ घिन लाग्थ्यो क्या। इट अनि वाज त्यही लाइक भएर चाहिँ अमेरिकन पाई अमेरिकन पाइले पनि त्यहाँ टाइप्स। लेभलसम्म पुग्दैन यार। एज यु सिन स्क्रिम वान स्क्रिम जसमा चाहिँ वान। फर्स्ट टाइम दे आर गोइङ टु ह्याभ लभ मेकिङ। अनि छोरा अनि केटाले त्यो लुगा खोल्छ यो सबै त्यही प्यारोडी स्केरी मुभीमा गर्छ। कसरी भन्दा केटा लुगा खोल्छ, झ्याक लाएर झ्याङऱ्याङ झ्याङ्छ। अनि अनि त्यसपछि पुरै काट्न काट्नु। थाल्छ। Bro, those but those films should be made क्या, जुन चाहिँ अहिले हराइसक्यो त्यो परम्परै हराइसक्यो, लाइक भेरी अफेन्सिभ। एउटा स्केरी मुभीमा एउटा छ त्यो ग्रिन छ कि के को चाहिँ एउटा जापानिज फिल्मकोसँग कम्पेयर गर्छ, जसमा बच्चा डुबेर मर्या हुन्छ। त्यो मैले पनि हेरेको छु, कुन चाहिँ फिल्म हो त्यो मैले याद छैन। अनि त्यसमा बच्चा जापानिज हुन्छ मर्या चाहिँ। जापानिजमा कुरा गर्ने भन्दाखेरि सुजुकी होन्डा। होन्डा। अनि त्यस्तै क्या, त्यही पहिला त हाम्रो फर्स्टमा बच्चा हेरेर त ओहो ऊ जापानिजमा कुरा गरेर रहेछ भनेर, अब भने त ब्रान्ड जापानिज ब्रान्डहरूको नाम भन्नु यामा। त्यो त यहाँ त बन्दैन, हिन्दीमा तर त जस ट्राई गरे हामीले बन्दैन। हामीले चाहिँ एकताका चाहिँ यस्तो हरर मुभी हेर्ने क्या, हरेक हरेक रात हरर मुभी हेर्ने क्या हामी। उम्, यस्तो हरर मुभी हेर्ने कि, यस्तो हरर मुभी हेर्ने कि, एक टाइममा पुगिसकेपछि चाहिँ सबै कुरा हरर जस्तो लाग्ने क्या। के भएको थियो उम्, भने, अब यो चाहिँ उता गोल्ड कोस्टमा भएको कुरा, हामी अति धेरै हरर मुभी हेर्थ्यौँ। अनि म कामबाट फर्केको थिएँ, कामबाट फर्किँदाखेरि म कस्तो, त्यो घर चाहिँ कस्तो थियो भने ग्राउन्ड फ्लोर, अनि उम्, मेन गेटबाट छिर्ने बित्तिकै लिभिङ रुम देखिन्थ्यो। अनि उम्, लिभिङ रुममा हामीले ठ्याक्क टिभी हालेको थियौँ, अनि टिभी चाहिँ देखिन्थ्यो क्या, टिभी अन छ कि छैन भनेर देखिन्थ्यो। अनि त्यसरी उम्, हामी चाहिँ मान्छे छ कि छैन भनेर थाहा पाउँथ्यो कि। अनि म मेन गेटबाट छिरेँ, अनि यसो हेर्दाखेरि टिभी अन थियो। अनि टिभी अन रहेछ, कोही रहेछ भनेर म भित्र आएँ। भित्र आएर लिभिङ रुमबाट पास भएर हाम्रो रुममा जाँदाखेरि टिभी बन्द छ। अनि मैले के सोचेँ भने, ए कोही थियो होला, उम्, आफ्नो उम्, रुममा गयो होला। अनि त्यसपछि म मेरो रुममा गएँ, अनि म बाहिर आएँ, टोइलेट गएँ, यहाँ गरेँ त्यहाँ गरेँ। यति गर्दाखेरि पनि चाक चुक केही पनि भएन, मतलब अँध्यारो भइसक्यो, उम्, कसैको रुममा बत्ती पनि बलेको छैन। अनि पछि मैले थाहा पाएँ कि त्यो घरमा कोही पनि बसेको छैन, कोही पनि थिएन। अब म कन्फ्युज के भएँ भने, त्यो मैले टिभी खोलेको देखेको भ्रम हो कि। अनि त्यो जो उम्, भाइसँग बस्थेँ, त्यो भाइले के भन्यो भने, दाइ कहिलेकाहीँ यो टिभी इट प्लेज अप भन्यो भने, मैले भने भाइ प्लेज अप भनेको त एउटा च्यानलबाट अर्को च्यानलमा जम्प हुनु, आई क्यान अन्डरस्ट्यान्ड इट प्लेज अप, टिभी अन अफ भएको छ यार भनेर भन्दाखेरि चाहिँ, तर त्यो ग्यास लाइट गऱ्यो मलाई। तर मैले त्यो एक्सपिरियन्स गरेको थिएँ त्यतिखेर। त्यसपछि हामी त्यहाँबाट सर्यौँ। त्यस्तो त म भएको छैन। मलाई एकचोटि चाहिँ भएको थियो, राति हामी 10-11 बजी राति अफिसहरू क्लिनिङ गर्दाखेरि चाहिँ कोही पनि हुँदैन थियो नि त। कहिले काहीँ मान्छेको कटआउटहरू राख्छ राख्छ हो अफिस त्यो यस, वाइ। दिउँसो ठिक लाग्छ, राति त कोही थिएन, यसो हेर यी त्यहाँदेखि त मलाई त्यो बन्द। मात्र होइन, त्यो ज्याकेट झुन्डाउने स्टाइल, उम्, त्यो सानो सानो कुराहरू क्या, जुन चाहिँ दिउँसो केही पनि लाग्दैन, राति कम्प्लिट। राति चाहिँ त्यो एकदम अनौठो रूप लिन्छ त्यसले भने अब जस्तो। कोही आनेवाला है। उम्, बट या तर यो यस्तो पनि हुनसक्छ ब्रो, लाइक वी वाच यही हरर फिल्महरूले गर्दाखेरि ट्रोप बसेर पनि हुनसक्छ क्या। हो
मतलब पनि हाउ डु वी नो खालि राति मात्र आउँछ दिउँसो आउँदैन एक्ज्याक्टली। होइन? अनि खालि अध्याएर त्यो के भन्छ पाउजु साउजु बनाएर बजारै आउनु पर्ने यस्तो त कहीँ छैन हो नि। इलेक्ट्रोनिक सामान अन अफ हुनुपर्ने त्यस्तो त केही छैन नि ट्रोपहरू। त्यो पनि छैन। अनि अर्को भनेको चाहिँ भूत जहिले पनि बिल्डअप गरेर मात्र आउँछ भन्ने पनि छैन नि। भुट त छर्याङ्ग आइदिनु सक्छ नि कहिले काहीँ, हुन्छ नि। द डे इज गोइङ फाइन, हुन्छ नि, सबै कुरा ठिक भइरहेको छ। चट्ट म खाना खाइरहेको छु, मासु भात दनक दनक दन्काएर वाउ भनेर एउटा खतरा मुभी हेरेर स्वाट जाँदाखेरि झड्याङ्ग पनि आउन सक्छ क्या। इट इज नट अलवेज, हुन्छ नि, जहाँ चाहिँ बत्ती पहिला निप्छ। अनि केटी के भन्छ एकदम यु नो ला 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 पहिला छप्याक्क स्यारो। धुवा कोठामा उहाँ आउँछ होइन, अनि गीत आउँछ ओ आजा गरेर त कोही आउनेवाला छैन। छैन। अनि जहिले पनि हिल स्टेसनतिर आउँदैन क्या कस्तो कुरो। किन हिल स्टेसनमा कोही नभएकोलाई मात्र आउँछ घरहरूमा? त्यसपछि एक्ज्याक्टली एयरबिएनबीहरू त बन्द हुनुपर्छ, हो। समचल्ला जस्तो हिलहरू। एयरबिएनबी एकदम आजकल मलाई एकदम डर लाग्छ। हो कहाँबाट र? निस्किन्छ, कहाँबाट निस्किन्छ, नौलो ठाउँमा मलाई झन् डर लाग्छ। द फर्स्ट थिङ द्याट आई डु एक इन मिनट एक नौलो मिनट ठाउँ एक मिनट इज एक मिनट एक मिनट एयरबिएनबीहरूमा पनि अँ द फर्स्ट थिङ द्याट आई डु इज यो यहाँबाट कहाँनिर एक्जिट छ भन्ने कुरा चाहिँ म हेर्छु कि मलाई यो ट्रमा रेस्पोन्स पनि हुनसक्छ मेरो भूकम्प पछिको। द्याट आई बिलिभ त्यो चाहिँ मसँग भूकम्प पनि छ ल। पछिको ट्रमा त्यो चाहिँ रेस्पोन्स, किनभने जब त्यो- भूकम्प गएको थियो, फर्स्ट भूकम्प त होइन, सेकेन्ड भूकम्प जाँदाखेरि चाहिँ म स्टुडियोभित्र थुनेको थिएँ कि। ल सो त्यतिखेर चाहिँ अब नेपालको स्टुडियो न इमर्जेन्सी एक्जिट, त्यही इमर्जेन्सी त्यही, म चाहिँ लिटरली स्टुडियोको ढोका र अनि स्टुडियो बाहिरकोमा चाहिँ म यसरी यसरी बसेको थिएँ कि, यसरी फसेको थिएँ क्या म। त्यो दिन त्यो घर ढल्या भयो है। म पिसिन्थेँ भनेर मैले त्यो दिन सरेन्डरै गरेँ क्या, मतलब अब अब भागेर बाँच्न केही हुनेवाला छैन अब यहाँ हम भनेर। नहीं बचेंगे भनेर। अनि त्यहाँदेखि चाहिँ म जुन इभेन्टमा जाँदाखेरि पनि म यहाँबाट छिरेको। अनि ए त्यति छ छ महिना जति त म रिपोर्टिङहरूमा जाँदाखेरि ढोकाको एकदम नजिक बस्नुपर्ने क्या मलाई। त्यो डरले अँ यही कुरा मलाई पनि हुन्छ दाजु, तर उम्, आफू जस्तो हुँदैन। अब घरहरू कहिले काहीँ किचिक्क लाएर आउँछ नि आवाज, अँ सातो जान्छ मेरो यार। अँ त्यो राति राति अब एक्लै बसेर सुत्न आँट्दाखेरि चिक हल्ल्या जस्तो म- हुन्छ हामीले नि। बत्तीको पैसा धेरै आयो भनेर यही उम्, घरमा उम्, मैले के गरेको छु भने मैले मोसन सेन्सर लाइट राख्दैछु क्या। ए हो अब त्यो एकदम इन्ट्रेस्टिङ छ यो, होइन। मैले त्यो मोसन सेन्सर लाइट किन्दाखेरि मलाई के थाहा थियो भने यो राति राख्ने हो, राति अन गर्ने हो। उम्, हामी जाँदाखेरि अन हुन्छ, उम्, मोसनले अन हुने हो नि त। उम्, कोही पनि नभएको बेलामा पिलिक्क बल्यो भने के गर्ने भन्ने भएको थियो। अनि अ, अस्ति राति अन अन गरेर सुतेको थिएँ, मलाई रातभरि निद्रा लागेको थिएन। अनि त्यो ढोकाको मुनिबाट त थाहा हुन्छ नि त बत्ती बलेको निभेको। उम्, त्यो रात बत्ती दुईचोटि बल्यो क्या। मुसा पनि छिर्या हुन्छ। दुईचोटि बल्यो। नर्मल हरर मुभीमा भएको भए अरे ये क्या हुआ भनेर म हिरो उठेर उठेर जान्छु गएर हेर्थ्यो हेरिसक्थ्यो। मबाट म त्यो म मुसुक्क हाँसेँ, म आफ्नै टिकटक हेरेर बसिरहेँ। मतलब भइराख त्यहाँ जे छ भइराख भनेर। इसमें हमको टेंशन मत दो। मतलब सर्ट इट आउट यर सेल्फ। त्यो त हो, तर त्यो होइन, त्यो 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 भूकम्पले चाहिँ साइकोलोजिकल्ली चाहिँ इफेक्ट गरे रहेछ, त्यो चाहिँ अब हो कहिले पनि जान्छ जस्तो चाहिँ मलाई लागेन। लाइक अहिले त घच्याक्क मात्र भयो भने पनि ओ ओ मैले त ए, यतातिर त अस्ट्रेलियातिर त आउँदैन अरे भूकम्प त्यति। आउँदैन आउँदैन तर पनि न्युजिल्यान्डमा त्यो आउँछ, त्यस्तो हुने के। त्यो फिल आउने नि ब्रो, लाइक यु कान भयो भने त कहाँ भाग्ने भनेर त सोच्नु त हुँदो मलाई रहेछ त्यस्तो। जस्तो उम्, त्यो भूकम्प मात्र होइन क्या, अहिले चाहिँ त्यो हाम्रो ब्रेन नै यस्तो अस्ति जस्तो अस्ति त्यो अट्याकहरूको कुराहरू हुँदाखेरि उम्, अब म काम गरिरहेको ठाउँमा चाहिँ कहाँबाट चाहिँ के गर्न सक्छ त्यस्तो आउने क्या। मतलब केही भएन, मतलब बिजी भएन भने, फ्री टाइममा भयो भने त्यस्तो कुराहरू आउने क्या, कहाँनिर लुक्यो भने चाहिँ हुन्छ भन्ने। यहाँबाट भागेर जाउँ कि कहाँबाट जाउँ। अँ उम्, सुड आई उम्, बी हिरो भन्ने जस्तो ए, हुन्छ नि। त्यो त मेरो दिमागमा आउनै छोड्छ। हिरो हो। सिरो हम साना हो पाएगा। गोटी कल्टी मारो। घोटी घोटी हो। लाइक हिरो बन्ने पनि एउटा एज हुँदो रहेछ, मतलब कि अँ या अलिकति अब त हिरो बन्ने त मसँग छैन ब्रो। होइन मान्छे तर यहाँ झर्कन धेरै धेरैले त्यो त्यही भन्छ नि, होइन। मतलब
हिरोइजम होइन कि टेक केयर अफ युर सेल्फ, मतलब त्यो त कसरी हुन्छ त्यो चाहिँ जहाजमा के गर्नुपर्ने भन्छ छ। पहिला अँ, आफ्नो गाल गर्नु त्यसपछि उम्, साइडको हेरेर भन्छ एकदम। अनि त्यही हो कहाँ ल यही भन्ने बित्तिकै अब हामी उम्, अन्तिममा मैले लास्टमा एउटा फिल्म हेरेको थिएँ मैले धेरै त्यो भइसकेको थियो उम्, वो सितारे जमिन पर ओके। उम्, म राम्रो पनि भन्न सक्दिनँ नराम्रो पनि भन्न सक्दिनँ यो फिल्मलाई उम्, इट्स अ गुड फिल्म बट इट्स नट अ ग्रेट फिल्म इट्स नट अ ब्याड फिल्म एज वेल तर आई थिङ्क एउटा यो पनि सायद हाम्रो सबकन्सियसले नै भन्छ जब सितारे जमिन पर भने विच इज लाइक अ डाइरेक्ट नेम टु तारे जमिन पर भनेपछि उम्। मेबी सबकन्सियसली एउटा आशा हुने रहेछ कि त्यो इम्प्याक्ट छोड्छ कि भनेर एन्ड विच इज नेभर विच जस्ट डजन्ट ह्यापन प्रब्लम चाहिँ के भयो भने तारे जमिन पर वाज मुभिङ अराउन्ड अ क्यारेक्टर हु वाज स्ट्रगलिङ विथ द अन्डरलाइङ येट टु बी डायग्नोस्ड मेडिकल कन्डिसन के, जुन चाहिँ वी एभ्री वान, नट एभ्री वान बट मोस्ट अफ अस क्यान रिलेट टु। हि वाज स्ट्रगलिङ, सबै कुरा। जसले चाहिँ एउटा नयाँ ब्रेक थ्रु चाहिँ त्यो मुभीले के दियो भन्दाखेरि, इट इज नट अलवेज बिकज अ पर्सन इज लेजी द्याट हि इज डुइङ द्याट भन्ने चाहिँ त्यो ब्रेक थ्रु दिएको थियो। यसमा सितारे जमिन परमा चाहिँ के भयो भने, इट इज अल्सो अ भेरी बिग प्रब्लम के इन साउथ एसिया, अराउन्ड द वर्ल्ड, भेरी बिग प्रब्लम। तर त्यो हामीले फेस गर्नु परेको छैन, त्यही भएर हामीलाई रिलेटै भएको छैन क्या। म पनि त्यही सोचेको थिएँ आई थिङ्क बिकज इट्स अ बिग इस्यु बट वी हेभन फेस्ड इट आवर सेल्फ उम्, त्यही उम्, भएर भन्छ नि अर्काको घरमा भूकम्प के भन्छ चोर पस्यो भनेर यो उम्, हाम्रो घरमा हामीले त ताले मात्र लाउनु त भने उम्, तर त्यहाँभित्र लगेर के चोऱ्यो के चोऱ्यो भनेर त के थाहा हुन्छ र होइन त्यही भएर त फिल आयो क्या एन्ड उम्। अल्सो द्याट म्युजिक डजन्ट हेल्प म्युजिकमा चाहिँ अलिकति ओभरडु नै, मतलब ओभरडु पनि भन्दिनँ म त, अन्डरडु भन्छु त्यो। या द्याट लाइक एन्ड द्याट फिल्म नेभर गेट सिरियस एट एनी पोइन्ट उम्, इट्स फन बट बिन यु हेभ टु बी सिरियस आई डोन्ट थिङ्क आई एभर फिल लाइक सिरियस म हो। सिरियस खालि अमिर खानको क्यारेक्टरको लागि मात्र भइरहेको छु विच इज अ गुड थिङ आई डोन्ट नो उम्, बिकज तारे जमिन पर आई वाज भेरी सिरियस अबाउट इसान अवस्थी उम्, एन्ड हिज ब्रदर एज वेल बिकज हि वाज द जेन्युन ट्राइङ टु होइन उम्, त्यो कहिले फिलै भएन अनि तिनीहरूको स्पेसली ऊ त्यो क्यारेक्टरहरूको फ्यामिलीले को कुनै रोलै छैन उम्। लाइक इट्स जस्ट के भन्छ आमिर खानको पर्सपेक्टिभ मात्र भइरहेको छ कि इट इज आमिर खान एभ्रिवेयर हो नि। मेबी द्याट वाज अल्सो मलाई चाहिँ त्यही लागेको थियो कि जस्तो त्यस्तै हुने हो किन, उनीहरूको लागि उनीहरूको लाइफ नै त्यस्तै हुने हो कि भन्ने चाहिँ मैले त्यो त्यो बेनिफिट अफ डाउट चाहिँ मैले आफूलाई आफूलाई दिएको थिएँ कि। तर मैले चाहिँ के लाग्यो भने आई थिङ्क इट वाज फिल्म मोर फोकस अन आमिर खान देन द इस्यु कि इट्सेल्फ उम्, like how is Amir Khan going to deal with this? How is and he deals with very easily everything. उम्, सबै कुराबाट इजिली एकछिनमा एकछिनमै चेन्ज हुन्छ उसको होइन लाइक या एन्ड उसको प्यारेन्टल इस्यु कहिले सल्भै हुँदैन मतलब उसको बाउले छोडेर गयो भन्छ अनि सम्भव इफ इट इज आउट कि होइन मलाई बच्चा चाहिन्छ होइन मेरो लागि चाहिँ त्यो मुभी अलिकति हट्के चाहिँ कसरी हुन्थ्यो होला भने, जब आमिर खान कम्स इन टु द प्ले or comes in to rescue a kid having Down syndrome के, a एन्ड specific kid having Down syndrome। अनि हि जस्तो तारे जमिन परको एउटा सानो क्लिप पनि छ क्या, त्यो जुन गीतको बिचमा आउँछ, उसले चाहिँ त्यही डाउन सिन्ड्रोम भएको बच्चाहरूलाई चाहिँ पढाउने वा ट्रेनिङ दिइरहेको, खोना जाए ये तारे जमिन पर भन्ने गीतमा एउटा बिचमा आउँछ क्या एउटा क्लिप। त्यो गरेर चाहिँ अनि त्यसपछि ए ल यो चाहिँ यु आर नट द वान हु इज सफरिङ फ्रम दिस भनेर अनि त्यो ग्रुपलाई चाहिँ इन्ट्रोड्युस गराएको, त्यो फ्लोमा भएको भए चाहिँ इट वुड ह्याभ बिन डिफ्रेन्ट। तर यसमा चाहिँ डिफ्रेन्ट मल्टिपल क्यारेक्टर, 6-7जनाको क्यारेक्टरको इन्ट्रोडक्सन एकैचोटि आउँछ नि, त्यो एउटा पुरा चङ्क नै छ नि त। अनि यु कान्ट रिलेट क्या, मतलब म चाहिँ यस्तो खालको मान्छे हो जो चाहिँ मुभी हेर्दाखेरि मलाई चाहिँ आई हेभ अल द्याट इमोसन्स क्या। अनि त्यो मुभी हेर्दाखेरि चाहिँ मलाई त्यो कुनै पनि इमोसन फिल भएन कि। आई थिङ्क इट इज बिकज आई कुड नट कनेक्ट। या तर आई विल हेभ टु से जिनी दिस इज समथिङ एल्स लाइक सी क्यारिज द्याट चार्म लाइक आउनु बित्तिकै यु फिल लाइक एभ्रिथिङ विल बी फाइन टाइप त्यो फिलिङ दिने क्या त्यो मान्छेले इट इज सो इन्ट्रेस्टिङ आई थिङ्क यु हेभ नेभर सिन वेद हेरेको छ विच आई थिङ्क रितेश देशमुख डाइरेक्टेड मराठी फिल्म एन्ड यु हेभ टु सी लाइक
जब जिनीले आउँछ नि यो लाइक रुम लाइट्स अप भनेर हुन्छ नि, Mm, not in a horror way, but actually genuine way. So she carried that feel. mhm. त्यही भन्नु। All right, अनि let's wrap up with semi-final prediction. Four सेमिफाइनल teams. भन्दा पनि 40 मध्ये 3 भइसक्यो, साउथ अफ्रिका, न्युजिल्यान्ड, या न्युजिल्यान्ड विल क्वालिफाई। यो Mm, आजको जेसुकै गेम होस्, mhm, पाकिस्तान नेभर गोइङ टु डु द्याट। mhm, न्युजिल्यान्ड, देन इङ्ल्यान्ड भइसक्यो। mm, I have to say India, bro. Like what I saw from West Indies in last game, it was terrible. mhm. Terrible. त्यो अनि प्लस अब जिम्बाब्वेलाई त्यस्तो चुटेको छ। जिम्बाब्वेलाई सबैले छुट्छ होइन। सी इन्डिया हेज द एबिलिटी टु बाउन्स ब्याक क्या, त्यो चाहिँ छ जस्तो लाग्छ। आई थिङ्क इन्डिया हेज द बलिङ अट्याक। Mm, मेबी ब्याटिङ सबैसँग हुनसक्छ, mhm. तर बलिङ इन्डिया हेज। So are we expecting India versus South Africa या final? आई होप, Mm. मेरो लागि चाहिँ मेबी द्याट, आई होप कि साउथ अफ्रिका न्युजिल्यान्ड होस्, बट द्याट फिल्म्स भेरी फार होइन। England, New Zealand, England, South Africa. मेबी साउथ अफ्रिका, आई डोन्ट नो, त्यो सेडल हेर्दा मेबी इट्स साउथ अफ्रिका र इन्डिया नै Mm. हुन्छ होला। Pakistan. I feel like एउटा चाहिँ एसियन टिम चाहिँ हुनुपर्छ सेमिफाइनलमा। भइहाल्छ त इन्डिया। अब You never know. पाकिस्तान निड्स टु ब्याट Mhm. फर्स्ट And score more than 200 देन मोर देन 200, त्यसपछि मात्र in गेम a हुन्छ। Sri Lankan pitch त्यो त या where the अदरवाइज highest. नो आई थिङ्क Mhm. मेरो चाहिँ इन्ट्रेस्टिङ के हुन्छ भने, टस जितोस् पाकिस्तान बल Mm. बल गर, Mhm. किनकि अगाडि त 13 ओभरभन्दा अगाडि जित्नुपर्छ, विच इज जित्नुपर्छ। मच मोर लाइक इजियर के। Mm. 65 रनको ग्याप बनाउनु भन्दाखेरि त Mm. 13 ओभर भनेको टार्गेट आफ्नो अगाडि छ, दे क्यान Mm. हिट अराउन्ड नि त, द्याट इज मच मोर बेटर। अब बट श्रीलङ्कन पिचमा 13.3 to be specific. One good news before we go. कसैको Um, प्रेग्नेन्ट। for the first time, Mackay is hosting Australian cricket team for a test match. Although it is be one-sided हुन्छ, त्यो very evident छ। त्यही पनि it feels good when cricket is in your backyard. वार्डमा किन खेल्दैन, आई हेभ नो आइडिया। ए डार्विनमा के अरे उसमा खेल्दैछ होइन, डार्विनमा खेल्नु डार्विनमा खेल्दैछ। यस्तो गर्मीमा। अनि त्यसपछि मकाई आउँदैछ, ओ माई गड, अगस्तमा। उम्, द लास्ट टाइम दे भिजिटेड आई मेड अ बिग मिस्टेक अफ वर्किङ देयर। म टिकट अपरेटरमा परेको थिएँ म। उम्, अनि दुई म्याचमा मैले काम गरेँ। अनि 2 म्याच नै काम गर्दाखेरि चाहिँ मलाई लास्ट झ्याउ लागेको थियो, मतलब म यहाँ होइन, म चाहिँ हेर्नुपर्ने थियो भन्ने उम्, but सोच। अनि you can find लिटरली it. स्टेडियम इज 5 minutes away from where I am living. Well, you know, इन्ट्रेस्टिङ कुरो, Mhm. अर्को वर्ष वर्ल्ड कप छ। छ त्यसपछि एक्ज्याक्टली त्यसपछि अर्को वर्ष पनि वर्ल्ड कप छ, जुन वर्ल्ड चाहिँ कप छ। अस्ट्रेलियामा छ। कतिवटा वर्ल्ड कप छ, 3टा लगातार वर्ल्ड कप छ। प्लानिङ Mhm. हुन्छ यसलाई। त्यसपछि ओलम्पिक छ फेरि, यहाँ ब्रिस्बेन इज होस्टिङ ओलम्पिक त्यो त 2030 होइन, 32। आइसक्यो, यहीँ छ, यहीँ देखिसक्यो। त्यही भएर त यो ब्रिस्बेनको हाउसिङ मार्केट एकदम हाइली क्राइसिसमा छ नि त अहिले। कहाँ छ? राइट, लेट्स ऱ्याप दिस अप। एनिथिङ बिफोर वी गो? नो, थ्याङ्क यू भेरी मच। नथिङ। नथिङ। एउटा मुभी चाहिँ हेर्न मन छ, तर त्यो मुभी बकवास हुन्छ जस्तो लागेर मलाई हेर्न पनि मन लागेको छैन। मुभीको नाम हो सेन्ड हेल्प। Oh yeah, it has been highly touted. Like रिभ्यूहरू सबै राम्रो छ। म अझै पनि भन्छु, राजा साहब हेर्नुहोस्, राजा साहब। यो अस्ति भनेको मुभी के अरे त्यो तेरो हाम्रो इस्कमे, धानुस? तेरो इस्कमे हेर्नुहोस् प्लिज। मैले हेर्न ट्राई गरेँ कि, तर कस्तो त्यो धानुसको एउटा त धानुस होइन, धनुष हो। त्यस उसको त्यो कन्ट्रोभर्सीदेखि मलाई कस्तो कस्तो लाग्ने क्या त्यो मान्छे। कन्ट्रोभर्सी त हाम्रो, अब यस्तो कुरा गर्नु कन्ट्रोभर्सीमा 10 अड्किनु हुन्न सेकेन्ड क्या ब्रो, वाला। त्यस्तोमा अड्किनु हुन्न क्या ब्रो। यहाँ मान्छेको डिभोर्स हुन थाल्यो आज। आई विल ट्राई।
Have you seen Arvind Kejriwal? ओ ओ नो मकरिस प्लिज। That's a very interesting case यार, मैले थाहा थिएन मलाई। त्यो के अरे शराब Yeah. शराब एउटा सिटिङ सिएमलाई। उम्, सी नेपालमा नेपालको थाहा छ नि के भइरहेछ अहिले। चुनाव अँ केही पनि भइरहेको छैन मतलब जता पनि बालनकै चर्चा छ। बिबिसीले एउटा ऊ निकालेको हुन्छ। छ, रिपोर्ट निकालेको छ। अब त्यसमा मिक्स फिलिङ्सहरू धेरै छ, तर त्यो एउटा एउटा प्रोपोगान्डा टुलको रूपमा चाहिँ आएको छ कि द रिजन आई टोल्ड यु टु वाच इज नट बिकज वाट इज बिङ देयर, वाट इज बिङ ब्रोडकास्टेड के। द रिजन आई टोल्ड यु टु वाच इज द लेभल अफ जर्नलिजम, इन्भेस्टिगेटिभ जर्नलिजम जुन त्यो रिपोर्टमा छ नि, इट वाज मिसिङ सिन्स लङ क्या। ओके। किन पनि भन्छु भने एक त एनालाइजिङ 4000 भिडियोज इट सेल्फ इज अ टफ जब होइन। अनि त्यसमा मर्नेहरूको हुन्छ नि, यो मान्छे यहाँ मर्दाखेरि यो मान्छे यति बजे यहाँ पनि देखेको थियो, यो मान्छे यो भिडियोमा पनि देखेको थियो भनेर। जस्तो कुनै कुनै मान्छेहरूलाई चाहिँ कहाँबाट गोली चलायो, यो मान्छेलाई कहाँबाट गोली चलेर मर्यो नै थाहा छैन भनेर भन्छ के। अनि उसले त्यो भिडियो एनालाइसिस गरेर त्यो फुटेज यस्तो 3D मा देखाउँछ कि उसले यतिको पेरिफेरीमा चाहिँ बाट चाहिँ गोली चलेको हुनुपर्छ भनेर देखाउँछ। अनि त्यो भिडियो केलाउँदै 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 जान्छ। अनि एउटा भिडियोमा कुन्नामा जुम गरेर हेर्दाखेरि त्यहाँ पुलिसले बन्दुक हानेको देखिन्छ क्या। अनि त्यो पनि धुवा मात्र देखाएको छ क्या। अनि हेन्स यहाँबाट मारेको हो भनेर देखाउँछ क्या। डकुमेन्ट्रीको नाम नै के अरे दे सट अस एज एन एनिमी भन्ने छ। इट इज प्योरली प्रोपोगान्डा होइन, प्योर प्रोपोगान्डा हो यो। तर पनि वाच कसको बिकज विरुद्ध? ओल्ड पार्टिजको विरुद्ध। वाच बिकज ओल्ड पार्टिज पनि भन्दिनँ यार, एज अ म्याटर अफ फ्याक्ट इट इज होल स्ट्रेट टु द गभर्निङ बडी द्याट टाइम के। अनि अर्को एउटा कुरा चाहिँ मलाई त्यो लागेको थिएन, तर एउटा मान्छेले चाहिँ, एउटा जर्नलिस्टले चाहिँ के भनेको छ भने नेपाल पुलिसको वकी टकी कम्युनिकेसन्स जुन त्यो छ नि डाटा, त्यो लिक भएको छ क्या। त्यसमा देखाएको छ क्या यति बजे चाहिँ पिटर वान कल साइनबाट चाहिँ यस्तो खालको आदेश पाएको भनेर चाहिँ स्पेसिफिक डकुमेन्ट देखाएको छ क्या। अनि बिबिसी बाहिरको मिडियाले नेपाल पुलिसको त्यो डाटा लगलाई चाहिँ एकदम मजाले कसरी लिक गरेछ, मतलब एक्सेस भयो भन्ने खालको के। सो कन्सर्निङ। अनि मलाई चाहिँ म चाहिँ कन्टेन्ट जेसुकै होस्, आई एम अवेर द्याट वाज अ प्रोपोगान्डा भिडियो होइन। त्यो फेरि एकदम थिन लाइनमा प्रोपोगान्डा गरेछ कि कसैलाई पिन पोइन्ट गरे पनि छैन। अनि कति धेरै कुराहरू चाहिँ डिलेमामा छोडिदिएको छ। नयाँ भोटर्सहरू एकदम मजाले म्यानुपुलेट हुन्छ त्यो भिडियो हेऱ्यो भने। सो यु नो वाट टु डु। अब हेरौँ पहिला चाहिँ। अब यो सक्यो नि, अब त सक्यो। सकिने सक्यो। कहाँ सकिन्छ अब। मौन अवधि। ए अब मौन अवधि चाहिँ सुरु भयो। अब मौन अवधि सुरु भयो। कहिले हो त? हो न कहिले? 3 दिन हो कि 4 दिन बाँकी छ अझै पनि? त्यसपछि 1 हप्ता अझै? त्यसपछि 1 हप्ता जतिमा, 1 हप्ता नि 3-4 दिनमा थाहा हुन्छ। अब त्यो भोटको गर्न थालिसकेपछि यति यतिको डिफ्रेन्स छ भन्ने थाहा हुन्छ नि। जस्ट प्रेस अ बटन। ओ यस्तो हो, नेपाल जस्तो देशमा जहाँ चाहिँ रेगुलर भोटिङ सिस्टमबाट भोट गर्दाखेरि त भोटको बदर रेट अझै पनि 20% भन्दा माथि हुन्छ भने यसबारे हामी अर्कोमा डिटेल गरौँ, किनकि यो मौन अवधि छ नि त। जे होस्, हामी अर्को एपिसोड आउँदासम्म सही छ हुन्छ। देशले काँचुली फेर्छ कि त्यति बेलासम्म काँचुलीले रिजल्ट देशले आइसक्यो फेर्छ, हुन्छ। मोटामोटी थाहा भइसक्यो हुन्छ हामीलाई मोटा हु इज मोटी लिडिङ। मोटा मोटी भएगा होता है, बडी सेभिङ होता है। होइन मतलब 19, 20, 6, 7 चाहिँ ओ थाहा सिक्स भइसक्यो हुन्छ। सिक्स 6, 7 एनिवेज त्यति भन्दै देशले काँचुली फेरोस् भन्ने अपेक्षा गर्दै अर्को हप्ता काँचुली फेरेको देशमा हामी भेट्नेछौँ। काँचुली फेर्छ कि काँचुलीले देश फेर्छ कि देशले काँचुली फेर्छ, लेट्स सी। $10 लगाएछ। जय बालेन।